नमस्कार, म सुमन कार्की। तपाईँहरू हेर्दै हुनुहुन्छ द गोर्खा अन एयर पोडकास्ट र यसलाई अलिकति राम्रो स्वरमा भन्दाखेरि दि गोर्खा अन एयर पोडकास्ट हाम्रो युट्युब च्यानल छ र हामी केही समयको अन्तरालपछि फेरि अर्को एपिसोड लिएर तपाईँहरूको माझमा आइसकेका छौँ। पछि कुराहरू जोड्दै गरौँला। आज हाम्रो गेस्ट हुनुहुन्छ मेरो जेठान, मेरो दाइ, एकदम सर्टकटमा भन्नु पर्दाखेरि गोर्खा जेसिसको डाइनामिक लिडर, अहिले 2025 को डाइनामिक लिडर, गोर्खा जेसिसको अध्यक्ष, गोर्खा जेसिसको धरोहर, युवाहरूको ढुकढुकी सुमन गुरुङ। दाइ नमस्कार। धन्यवाद। आज यो दिन पनि भयो दाइ, पोडकास्ट ज्वाइँ जेठानको टक्क बसेर सोचेकै थिएन यो अवस्था, यो दिन आउँछ भने मैले परिकल्पना गर्न सकेको थिएन। जस भाइहरूको जुन माया र जुन सद्भावले गर्दा आजको यो दिन पनि जुर्न गएकोमा म विशेष प्रकाश र मेरो भाइहरूप्रति म विशेष धन्यवाद दिन चाहन्छु। अनि दाइ के छ अब अहिले, कसरी चलिरहेछ समय, के गर्दै हुनुहुन्छ? मलाई पर्सनली त सबै थाहा छ होइन, तर अब हाम्रो कार्यक्रम हेर्ने श्रोताहरूले पनि बुझ्न त पाउनु पर्यो नि त। जिन्दगी अब यस्तै हो। अब नेपालको सबै कुरा अब युवाहरूले भोगिरहेको कुराहरू हो होइन। मान्छेहरूलाई अभावै रोजगारको हो। मान्छेको जुन एउटा सुनिश्चित भविष्यको लागि नै हामी सङ्घर्ष गर्दै हिँडेको अवस्था छ अहिले। हजुर। अब यसमा पनि त्यही दौरानमा युवाहरूकै जुन त्यो अब के अरे रोजगारको र सुन्दर भविष्यकै खोजीमा म हिँडिरहेको छु। म पनि दाइ व्यवसाय पनि गरिरहनु भएको छ नि त, पैसाले व्यवसाय नै भनौँ एउटा होइन, आफ्नो कामहरू चलिरहेछ। म पेसाले चाहिँ अब निर्माण व्यवसायमै आबद्ध छु। हजुर। अब निर्माण व्यवसाय अब पहिला जस्तो सहज छैन अहिले काम गर्नलाई। जब यो हाम्रो यो 2072 सालको भूकम्प गएपछिको अवस्था र अहिलेको अवस्था अलिक फरक छ। पहिला काम गर्न सहज थियो। अब अहिले काम गर्नलाई धेरै प्रतिस्पर्धाहरू गर्नुपर्ने हुन्छ। हजुर। यसको लागि अब धेरै गाह्रो छ भनौँ न। अब एउटा काम गर्नलाई अब धेरै चुनौतीहरू पार गर्दै नपर्ने अवस्था छ अहिलेको यो सिचुएसनमा। प्रत्यक्ष भइरहेको कुरा भन्दा तपाईँ हामी सधैँ दैनिक ठोकिरहन्छौँ, कफी खाँदाखेरि होस् अथवा चाहिँ साथी सर्कलहरूमा पनि होइन। नर्मली तपाईँ म सम्बन्धले ज्वाइँ जेठान भए पनि नाताले त एउटा एकदम फ्रेन्डली साथी नै छौ होइन। हिजोको दिनहरू यसो सोच्नु पर्दाखेरि दाइ कस्तो लाग्छ मलाई? हिजोको दिनमा मैले बिचमा बोल्न चाहेँ। यो दिनमा हामी ज्वाइँ जेठानको सम्बन्ध भन्दा एउटा दाजुभाइको सम्बन्धबाट परिचित भएको अवस्था हो हामी। किनकि त्यो बेला अब लगभग कति वर्ष भयो, 12-15 वर्ष भएन? म गोर्खा छिरी 17 वर्ष भइसक्यो। 17 वर्ष अगाडि तिमीहरूमा जुन पहिलो भेटघाट थियो हाम्रो, त्यो अवस्था र अहिलेको अवस्थामा धेरै चेन्जेसहरू त छ। पहिलाको अपरिपक्वताको अवस्थामा हामी भेट भएको थियौँ। अहिले त हामी व्यवहारिक हिसाबले अब हरेक सामाजिक हिसाबले धेरै कुराहरू परिवर्तन छ अहिले पहिला र अहिले हेरी। परिवर्तन त त्यसै पनि हुने नै भयो दाइ होइन। अनि कुराहरू के कस्तो याद आउँछ कि मलाई त्यो हामी जब म पसलमा काम गरेर हुन्थेँ नि त, अनि तपाईँले मलाई भाइ जाउँ खाजा खान भन्ने। अब इभन त्यो बेलामा त म काम गर्न आएको थिएँ नि त, मेरो गोजीमा पैसा थिएन होइन। अनि खाजा खान त जाने, अब फेरि अब पैसा तिर्नु पऱ्यो भने के अप्ठ्यारो हुने हो कि। जस्तै अब हाम्रो तपाईँ, काजी दाई, आनन्द गुरुङ काजी दाई, मोस्टली मलाई गोर्खा बजारमा यति धेरै साथीभाइ सर्कल र प्लस पोइन्ट दिन त तपाईँहरू थियो नि त। त्यो कुराहरू सम्झिँदा चाहिँ दाइ कस्तो लाग्छ अहिले चाहिँ? यस्तो छ त्यो सिचुएसनमा। अब म पनि अब वास्तवमै भन्यो भने मैले गोर्खा आएर बसेकै मान्छे हो। हजुर। मेरो पुरानो थलो त तनहुँ नै हो। हजुर। मैले अब उता र मम्मी बाबै गोर्खा अब कार्य क्षेत्रको हिसाबले गोर्खा आएर बस्नु भयो। गोर्खै बसेर पढेँ। म 2 महिनाको हुँदा गोर्खा आएको। म 2 महिना हुँदा गोर्खा आउँदै गर्दाखेरि यहीँ बस्यो, यहीँ पढ्यो, यहीँको साथीभाइ सर्कलमा म रम्न थालेँ। मलाई गोर्खा नै प्यार लाग्न थाल्यो। त्यो हिसाबमा मैले ठ्याक्कै तिमीलाई भेटेँ, तिमी पनि बाहिरबाट अब के गर्छु भनेर एउटा के अरे आशा लिएर गोर्खा आयो नि त। त्यस्तो मान्छेलाई मैले एप्रिसिएट गरेर सम्मान गरौँ। तिमीलाई त्यो आफ्नो गोर्खाको नभए पनि म बाहिर जिल्लाबाट आएर मलाई केही साथ सपोर्ट हुँदैन कि भन्ने सोध्छौ कि भनेर मलाई चाहिँ एउटा सम्मान स्वरूप तिमीलाई चाहिँ सपोर्ट गर्न मन लागेर म चाहिँ त्यो बेला तिमीसँग त्यसै ठोकेको अवस्था हो त्यो बेला चाहिँ। त्यही त दाइ, मैले अब धेरै ठाउँमा के गोर्खामा साथीभाइ सर्कलहरू मन मिल्ने सबै छ होइन दाइ। तर नि अनि गोर्खामा फर्स्ट स्टेज गोर्खा पाइला टेकेपछि अनि जुन चिन्जान भयो, दाइहरूले जुन आत्मीयता साथीत्व जुन दिनुभयो नि, माया गर्नुभयो नि, अनि त्यसपछि गोर्खा चिनाउने
साथीभाइ सर्कलहरू चिनाउने क्रममा पनि अनि धेरै यादहरू म जहाँ गए पनि यो कुराहरू चाहिँ एकदमै प्राउडली भन्न मन लाग्छ कि सुमन गुरुङ र आनन्द गुरुङ काजी चाहिँ मलाई मोस्टली पछि चाहिँ धेरैले सहयोग गर्नुभएको छ होइन। स्टार्टिङ पिरियडमा चाहिँ धेरै सहयोग गर्नुभएको चाहिँ त्यो कुराहरू अहिले एकदम आनन्द लाग्छ कि मलाई। यस्तो हो, काजी गुरुङ आनन्द भनेर चिनिन्छ, तर म चाहिँ बच्चैदेखि हामीसँगै एउटै भनौँ न बाल्यकाल बिताएको भनेर म चाहिँ काजी सोल्टी भनेर उहाँलाई सम्बोधन गर्छु होइन। काजी सोल्टी र म चाहिँ बच्चैदेखि हामी एउटा जातिको हिसाबले हो कि अब उनी गुरुङ भने गुरुङ भएर हो कि हाम्रो बोर्डिङ चाहिँ बच्चैदेखि थियो कि काजी र मेरो चाहिँ सोल्टी र हामी त्यसै सम्बोधन गरेर हिँड्न थाल्यो। काजी सोल्टी र म चाहिँ कस्तो थियो नि, हामी चाहिँ अब त्यो बेला अब बेरोजगार होइन, पढ्दै गरेको अवस्था चाहिँ क्याम्पस छोडेर भर्खर हामी बजारमा त्यही त होइन टिनेजमा अपरिपक्वता भनौँ न, अब आफ्नो फ्युचरको मतलब छैन, अब जेसो फ्युचरमा जेसो वर्तमानमै रमाएर हिँड्ने हामी अवस्थाको त्यो कालखण्डमा हामी भिड भएको। त्यो बेला हामीलाई के थियो भन्दाखेरि साथीभाइ नै ठुलो थियो हाम्रो लागि, घर परिवार भन्दा पनि हामीलाई चाहिँ साथीभाइको लागि नै हामी ज्यान दिएर हिँडिन्थ्यो। अब धेरै अब भनौँ न तिता मिठा कुराहरू पनि छ, विगत फर्केर हेरेर कहानी लामै छ होइन। जो हाम्रो लागि चाहिँ फर्स्ट प्रायोरिटी भनेर साथीभाइ नै थियो कि। काजी सोल्टीले पनि अब प्रायः साथीभाइ नै कमाएर हिँड्यो होइन। म पनि त्यही फिल्डमा अब हामी पनि एउटै अब भनौँ न अब उसको र मेरो हरेक कुराहरू मिल्छ क्या, मिल्छ। जस्तो हामी के खेलकुद लाइनमा पनि सँगै छौँ, जस्तो जेसिसमा नि अब उहाँ अहिले हाम्रो पूर्व अध्यक्ष भइसक्नु भयो, राजनीति फिल्डमा नि हामी एउटै छौँ, ओडा पनि हाम्रो एउटै हो। काजी सोल्टी र मेरो बोर्डिङ चाहिँ त्यो बेला छुट्टै थियो होइन। अहिले पनि छन् त छ, अहिले त हामी अलिकति व्यवहारले हजुर अब सोल्टी पनि अब घर परिवार आफ्नो बालबच्चा हामी व्यवहार पाटामा हुनुहुन्छ, म नि मेरो व्यवहारमा छु, तर हामी कनेक्सन भइरहन्छ, फोनमा कुरा भइरहन्छ। पहिला जस्तो सँगै दिनरात हुन नसके पनि काम विशेषको बेला मैले उसलाई पढ्दा उसले मलाई पढ्दा हामी चाहिँ फोन कलमा चाहिँ हामी चाहिँ कनेक्ट भइरहेको हुन्छ उहाँसँग चाहिँ। दाइ एउटा कुराहरू के मलाई त्यो विगतमा अब ठ्याक्कै मिल्दैन भन्ने कुराहरू काटौँ होइन, केही छैन, रेकर्डिङ भइरहेछ। दाइहरू एकचोटि जब मैले जुन स्टार्टिङ पोइन्ट गरेँ नि गोर्खा आउँदै गर्दाखेरि एकचोटि दाइहरू अब के भनेर भन्ने होइन, अलिकति गोर्खामा राज गरे जस्तो तरिकाको थियो नि त, जस्तो उमेर हो त्यो एउटा होइन। उमेरमा मैले ठ्याक्क त्यो भाषालाई चाहिँ मैले ठ्याक्क भन्न जाने पनि नभने उच्चारण चाहिँ गरिएन होइन। तर एउटा जमात थियो नि त डराउने तपाईँहरूलाई देखेर खालको थियो कि होइन। त्यस्तो के छ मैले खास प्रश्न गर्न खोजेँ होइन दाइ होइन, सम्झिँदाखेरि के त्यो दिनमा पनि त्यसरी हिँडेको थियो र झगडा गरेर अथवा चाहिँ त्यस दिनहरू सम्झिँदाखेरि चाहिँ अहिले कस्तो लाग्छ? त्यो पुरानो दिन सम्झा त्यो झै झगडा भन्दा पनि समाजमा एउटा मान्छेले हामीलाई हेर्ने नजर अर्कै थियो त्यो बेला होइन। समाजमा अब मान्छेहरूले समाजमा राम्रै मान्छेहरूको माथि मूल्याङ्कन हुने हो नि त। हजुर गणितमा नि उहाँहरूको नाम आउने। हामी चाहिँ कस्तो थियौँ भने साथीभाइको लागि जे नि गर्ने क्या, हामी चाहिँ जाने पुग्ने जे नि गरिदिने। साथीभाइलाई भनेपछि हामी घर परिवार त्यागेर हिँडिदिन्थ्यो क्या हामी। हजुर अब धेरै कहानीहरू छ, साथीभाइहरू सबै हामी काहीँ सोल्टी म मात्रै होइन, हाम्रो टिमै थियो त्यो बेला होइन। साथीभाइ हामी सर्कल राम्रो थियो, बोन्डिङ थियो हामी बिचमा। हामी युवाहरूको छुट्टै एउटा दुःख पर्दाखेरि चाहिँ हामीलाई परिवार भन्दा पनि हामीलाई साथीभाइ नै प्यारो हुन्थ्यो क्या। त्यो बेला चाहिँ समाजले त कुन चाहिँ नजरले हेऱ्यो त्यो समाजले जान्नु होइन। तर हामीले चाहिँ साथीभाइको लागि चाहिँ हामीले चाहिँ 100% साथीत्व एउटा फ्रेन्डसिपको एउटा चाहिँ हामीले एउटा बोन्ड चाहिँ हामी बोन्डिङमै हिँडेर जस्तो लाग्थ्यो होइन। समाजको नजरमा अब हामी पनि अपरिपक्व थियौँ त्यो बेला। त्यो त समय समाजले के सोच्ला के भन्ला भन्ने त्यो सोच चाहिँ आउँथेन हामीलाई त्यो बेला। सिर्फ हामीलाई साथीभाइ कहाँ छ, साथीभाइको लागि के गर्न सकिन्छ, कसरी साथीभाइ हामी जङ्गल हुन सकिन्छ, कसरी साथीभाइसँग सँगै बसौँ सँगै रमाउँ, यति मात्रै सोच आउँथ्यो त्यो बेला चाहिँ हामीलाई। बिहा गर्नुभन्दा अगाडिको हाम्रो सबैको साथीभाइको लाइफस्टाइलै त्यो जस्तो लाग्छ मलाई। बिहा भइसकेपछि एउटा टर्निङ पोइन्ट चाहिँ भयो। बिहा भएपछि अटोमेटिक हुँदो रहेछ। पहिला पहिला भनिन्थ्यो साथीहरूलाई बिहा गरेपछि त बुढी पीडित होइन, बुढीले भनेपछि डराउने, बुढी आएपछि घरमा चाँडै घर जानुपर्ने, यो किसिमको हामीले साथीभाइलाई जोगिङ पाराले भनिरहेको हुन्थ्यो। तर आफूले बिहा गरेपछि चाहिँ एउटा छुट्टै जिम्मेवारी आफूलाई आउँदो रहेछ कि दाइ। त्यो त्यतिखेर के जस्तो टिनेजर बेला जुन हामी रमाइलो गरेर हिँडिरहने कुराहरू स्ट्रगल गर्नुपर्ने पनि थियो होइन, घर परिवारको कुराहरू धेरै कुराहरू। तर हामीलाई पैसा चाहिँ कसरी पुग्थ्यो होला है त्यतिखेर? पैसा यस्तो रहेछ अब त्यो बेला अब अनेस्टली भन्नुपर्दा अब प्रकाशमा आछु अब यो ढाँटेर पनि भएन। त्यो बेला अब जानी नजानी हामी अब आफ्नो लाइफस्टाइलमा हिँडिरहेको थियो। हिँड्दै गर्दा फेरि यो निर्माण व्यवसायमा हामी अलिकति आबद्ध, हाम्रो चासो बढ्दै गयो कि। हजुर त्यसमा अब हामीसँग त त्यो बेला फर्म केही पनि थिएन। हामी चाहिँ एउटा कस्तो यो ठेक्कापट्टा गर्नुपर्छ,
भनेर हिँड्यो त्यो बेला चाहिँ अब भनौँ न त्यसलाई अब अलिअलि इन्कम त्यहाँबाट पनि हुन्थ्यो हामीलाई साथीभाइमा त्यसरी नै हाम्रो चाहिँ दिनचर्चाहरू चलिरहेको थियो कि तर हामीलाई त्यो चाहिँ कसरी कन्टिन्युटी चाहिँ हुन्थेन हामी अब त्यो त ठेक्का परेको बेलामा साथीभाइ गएर सहयोग गर्ने त्यसपछि अलिअलि आउने कुराहरू थियो त्यो बेला थियो जमाना थियो कुनै त्यो बेला चाहिँ हार्ड कपी चाहिँ पेस गर्नुपर्ने हुन्थ्यो अहिले त इबिट आइसक्यो होइन त्यो हार्ड कपीबाट चाहिँ हामीले केही सहयोग गरेको विषयमा हामीले चाहिँ त्यो फर्महरू हामीले अब किनिदिने होइन उहाँको फर्महरू भरिदिने त्यो बेला अब हुन्छ नि अब तपाईँको त्यो अब कानुनको त्यो हुन्छ नि के रोटरी गर्नुपर्ने हुन्थ्यो साथीहरू त आउनु भ्याउनु हुन्थेन त्यसलाई चाहिँ गोर्खा लमजुङ तनहुँको ठेक्का गोर्खाबाट निस्किन्थ्यो कि त्यो बेला चाहिँ अब साथीभाइले फोन गर्थ्यो हामीले सजीकरण गरिदिन्थ्यौँ कि हामी कुनै झैझगडामा त हामी आबद्ध चाहिँ हुन्थेनौँ किन आवश्यकता पनि पर्थेन झगडा गर्नलाई किनकि सबै चिनेकै साथीभाइको हाम्रो एउटै टिम हुन्थ्यो टिमबाट टिमवर्कमा हामीले काम गर्थ्यौँ त्यसै चाहिँ अलिअलि पैसा पाउने अवसर चाहिँ जुट्थ्यो हामीलाई त्यही त अनि अरू कुराहरू यस्तो कुरा गर्दै गयो पैसा कहिले कहिले खाली खोल्दी पनि हिँड्नु होला नि धेरै अभावमा धेरै बाँच्यो नि अनि कहिलेकाहीँ घरमा आमाको बाबाको पैसा चाहिँ चोरियो कि चोरिएन त त्यो त चोरिएन किनकि म एउटा एक्लो छोरो हो होइन हजुर म मेरो दिदी बहिनी पनि छैन मेरो दाजुभाइ पनि छैन हजुर त्यो हिसाबले मम्मीले मलाई बेसी माया गर्नुहुन्थ्यो कि मम्मीले आफू खाएर नखाएर होस् या कसरी हुन्छ आफ्नो पकेट पनि सेभ गरेर भने मेरो हरेक आवश्यकताहरू चाहिँ मम्मीले पुऱ्याइदिनु हुन्थ्यो कि बच्चैदेखि इभन अहिले पनि म मम्मीसँग पैसा मागिरहेको हुन्छु कि इभन भनौँ न मैले यो जिम्मेवारीमा आउँदै गर्दा पनि कहिलेकाहीँ मम्मीले माया गरेर कति जानु पऱ्यो भने बाबु बाटो खर्च ला भनेर दिइरहनुहुन्छ मम्मीले म किनकि अब छोराछोरी जति ठुलो भयो भने आमा बाउको लागि त हामी सधैँ बच्चै हुन्छौँ नि दाइ अनि के अरे स्ट्रगल त धेरै गर्नुभएको मैले पनि देखाएको छु होइन कुनै बेला थियो को सुमन गुरुङ र अहिलेको सुमन गुरुङमा धेरै नै फरक छ स्ट्रगलको विषयमा म बिचमा बोलेँ फेरि होइन स्ट्रगलको विषयमा चाहिँ कस्तो एउटा परिवेश आयो भन्दाखेरि जब म परिपक्वता नहुँदा म भनौँ न त्यो एउटा टिनेजमा न म भविष्यको चिन्ता छ न मेरो भनौँ न विगतको म सिर्फ वर्तमानमा रमाएर हिँड्ने मान्छे मलाई साथीभाइ भएपछि कोही चाहिन्थेन साथीभाइलाई जिने गरेर हिँड्थ्यो एक्कासी यस्तो भयो मैले अनि बाबा बिरामी हुनुभयो एकचोटि हजुर बाबा र मम्मी काठमाडौँ जानुभयो अनि बाबाको त्यो चेक गर्ने बेला लगभग 2-3 महिना लाग्यो त्यो बाबाको त्यो फलोअपको लागि लास्ट टाइममा अनि म गएँ काठमाडौँ त्यसपछि अनि बाबाको ठ्याक्कै हो त्यो बेला मैले बिहा पनि गरेको थिएँ क्या होस् त्यो म ठ्याक्कै बिहा गरेकै वर्ष हो कि मैले बिहा गरेँ मैले हजुर बिहा गर्ने बित्तिकै 2-3 महिनापछि बाबा बिरामी हुनुभयो बाबा बिरामी भएपछि अनि काठमाडौँ गएर मम्मी र बाबा जानुभयो पहिला म त अब घरको हेर्नु पऱ्यो नि त फेरि भनेर अनि पछि 2 महिनापछि मम्मी आउनुभयो म गएँ म जाँदै गर्दाखेरि फाइनल टेस्टपछि चाहिँ बाबालाई क्यान्सर भनेर आयो कि रिपोर्ट हाम्रो त्यसपछि अनि मैले धेरै अब छ होइन जस्तो त्यो क्यान्सर भन्ने बित्तिकै अब म आफ्नै मेरो भविष्य सेक्योर छैन म बेरोजगार छु त्यो बेला म मेरो अब भनौँ न श्रीमती विषयमा पछि आउँला होइन त्यसपछि म आफैलाई पैसाकै अभाव थियो घर खर्च धान्न सक्दिनँ मैले खर्च कसरी चलेर त्यतिखेर म भन्ने यसमा आउँथेँ उपचारको लागि मैले अलिअलि सेभिङ गर्नु भएको थियो बाबाको बाबा सेभिङ पैसा पनि सबै सक्यो त्यो बेला बल्ल मेरो लाइफले अलिकता चेन्जेस आयो कि मेरो लाइफमा चाहिँ पैसा के हो पैसाको महत्त्व मैले बुझेँ त्यसपछि आफन्त के हो दुःख पर्दाखेरि कोले साथ दिँदो रहेछ सुखमा को हुन्छ दुःखमा के रहेछ भन्ने कुरा मैले बल्ल बुझ्न मौका पाएँ मैले बाबाको 11 महिना मैले ट्रिटमेन्ट गरेँ जब क्यान्सर फाइनल स्टेज भएपछि नि बाबाको मैले 11 महिना ट्रिटमेन्ट गर्दाखेरि मैले पैसा र आफन्त सबै चिनेँ मैले त्यो बेला के रहेछ त पैसा कस्तो कस्तो आश्वासन दिने मान्छेहरू मेरो जीवनमा जब मलाई पऱ्यो नि ती मान्छे सबै विलिन भएर गयो कि त्यो यस्तो कस्तो एट्याचमेन्ट के अब बाबाको कुराहरू गर्दै अब अहिले बाबा मेरो सामु रहनु पनि हुन्न होइन बाबाले जस्तो कतिपय व्यक्तित्वहरू आफू रहँदै गर्दा र आफू जाँदै गर्दा धेरै छाप छोडेर जानुहुन्छ कि त्यो बेला यस्तो अवस्था थियो बिहान खायो बेलुकी खाएँ बिहान के खाएँ त्यो अवस्था पनि गुज्रेर आएको मै हो त्यही त गाह्रो छ नि त जिन्दगीमा अब पैसा त यति ठुलो महत्त्व छ कि अब जस एउटा अभावमा पनि आफ्नो बुवालाई बचाउन त अब गाह्रै भयो होइन अब त्यो समय छ त्यही बेलामा अब
त्यतिखेरै हो दाइसँग म त्यति धेरै बोल्ने थिएन बिचमा दाइको चाहिँ बुवा चाहिँ बित्नुभयो भनेर चाहिँ मैले पर्सनली फोन गरेर पनि सिम्प्याथी गरेको थिएँ, याद छ दाइ म थाहा छ कुराहरू। अनि दाइ के छ त अब अहिले चाहिँ अब बुवाको जुन कुराहरू गुज्रियो नि दाइ विगतमा, त्यो कुराहरू अहिले चाहिँ तपाईँले कसरी ह्यान्डलिङ गरिरहनु भएको छ त? बाबाको केसमा चाहिँ मलाई के लाग्छ भन्दा जुन मैले आफूलाई प्रुफ गरेर देखाउने बेला, हजुर, जुन मैले एक्जाम्पल अहिले बाबा हुनुभएको बाबा कति खुसी हुनुहुन्छ होला म देखेर कि, किनकि त्यो बेलासम्म म त्यो अनम्याच्योर्ड थिएँ नि त। म आफ्नै पाराले हिँड्थेँ नि, भनौँ न खाना आएन भयो नखाने भयो होइन, त्यो तरिकाले साथीभाइ नै प्यारो थियो नि त्यो बेला। जब बाबालाई मैले 11 महिना मैले ट्रिटमेन्ट गरेँ त्यो बेला मलाई फेरि एउटा सानो साथीलाई सम्झिन चाहन्छु मैले, हाम्रो सङ्गम मेडी हेल्थको सङ्गम बाबु शेष, उहाँले चाहिँ एज अ मेरो पर्सनल डक्टरको रूपमा मलाई 2-3 महिना चाहिँ हेल्प गर्नुभयो उहाँले मेरो एज अ कलमा। सङ्गम यस्तो भयो सर भन्ने बित्तिकै उसले अब पर्सनल्ली आएर आफ्नै साधनमा आएर होइन बाबालाई गर्नुपर्ने साथ छ। सङ्गम पनि एउटा केही भूमिका छ, एउटा मेरो दुःख पर्दामा सङ्गमले पनि मलाई साथ दिएको हो होइन। त्यसपछि बाबा बित्ने बेला मेरो श्रीमती मेरो मिसेस प्रेग्नेन्ट थियो कि, मेरो जेठी छोरी लियोना गुरुङ हो। हजुर, अब लियोना पेटमा थियो कि त्यो बेला 3 मन्थको थियो लियोना। त्यो कन्डिसनमा चाहिँ अब मेरो बाबालाई ठुलो रहर थियो कि छोराले बिहा गरिदियोस्, बिहा गरेर नाता नातिनी हेर्न पाऊँ देख्न पाऊँ भन्ने बाबाको त्योबाट मैले वञ्चित गराएँ कि मेरो बाबालाई, किनकि समयको खेल हो होइन, मान्छेले चाहेर हुँदैन नि। अब लेखेको कुराहरू टाढिँदैन। त्यो कन्डिसनमा मेरो नानी पेटमा थियो बाबा बित्दा फेरि। अनि त्यो कन्डिसन कस्तो थियो, जब बाबा बित्योपछि म धेरै अब पारिवारिक तनाव, आर्थिक तनाव होइन, ऋण थियो म मेरो टाउकोमा। हजुर, म ऋणले लगभग म फ्रस्ट्रेसन भइसकेको थिएँ कि। हजुर, त्यो बेला अब मलाई याद छ त्यो कन्डिसनमा मैले चाहिँ अनि सूर्यचन्द्र शेष मेरो साथी छ कि माथि हाम्रो एउटै वडाको हो, मैले सूर्यचन्द्रलाई फोन गरेँ मैले त्यो बाबा बितेपछि कि साथी अब के गर्नु पऱ्यो काठमाडौँ आएर होइन। त्यो काठमाडौँ बसेको सूर्यचन्द्र शेष र मनोज कुमार शेष हाम्रो साथी, मभन्दा सिनियर हो तर हामी बाल्यकालदेखि नै अब दाजुभाइ जस्तो भएर हिँडेको ततरमा गरिन्छ। अनि मैले त्यहाँ साथीहरूलाई फोन गरेँ काठमाडौँ आएर के गर्नु पऱ्यो, अब त रोजगार त चाहियो नि त, अब दैनिकी जीवन त बिताउनु पऱ्यो, अब छाक टार्नु पऱ्यो। अनि त्यसपछि म काठमाडौँ पनि गएँ। काठमाडौँ गएर मैले सूर्यचन्द्रसँग बसेँ, 1 हप्ता जति बसेँ काठमाडौँमा। के बिजनेस गर्नु पऱ्यो, अरू ऋणधन गरेर खोजौँला, बरु कति चाहिन्छ पैसा, बरु खोजसाज गरेर काठमाडौँमा के व्यवसाय गर्नु पऱ्यो, ल साथी मलाई सहयोग गर भने ऊ पनि जब गर्दै गर्थ्यो त्यो बेला। अनि उसले मलाई काठमाडौँ गएर एउटा रियल लाइफ देखायो कि मलाई। काठमाडौँमा हामी हिँड्दै जाँदा फेरि काठमाडौँमा ज्वाइँलाई पनि थाहा होला त्यो नाङ्लोमा राख्छ नि त चिया, चुरो, सुर्ती, पराग, अनि त्यहाँ लगेर देखायो त्यसले मलाई। हेर साथी, उसको पनि एउटा परिवार छ, उसको पनि जिन्दगी छ एउटा, उसले त आफ्नो जीविका पार्जन गर्नको लागि उसले मिहिनेत त गरिरहेछ नि। व्यवसाय सानो ठुलो भन्ने कुरा हुँदैन, मन ठुलो हो, मन सन्तुष्टि हुनु, आत्मसन्तुष्टि हुनु पऱ्यो, जे व्यवसाय गर ल हेर भनेर। अनि म चाहिँ अनि त्यो कुराले अलिकति मलाई हिट हान्यो, मोटिभेट गर्यो। अनि मैले अनि त्यसपछि अनि जाऊँ मुभी हेर्न जाऊँ भनेर लिएर मलाई फ्रेस बनाउनलाई त्यो बेला पशुपति प्रसाद फिल्म 1 भनौँ न, त्यो फिल्म हेर्न गयो। मलाई त्यो मोडै थिएन क्या फिल्म हेर्नलाई। अब मान्छेको के सोचले गइरहेको छु त काठमाडौँमा, के व्यवसाय गरौँ जिन्दगीमा, अब एउटा अब मेरो बालबच्चा भइसक्यो, बुढी पाल्नुपर्छ, आमा पाल्नुपर्छ, नानी भर्खर छ, नानीको फ्युचर हेर्नु पऱ्यो मैले। त्यो मुभी हेर्ने मेरो इन्टेन्सन थिएन, त्यही पनि अब साथीले भनिहाल्यो भने गएको। त्यो मुभीले मलाई अलिकति हिट हान्यो कि त्यो मुभीले जिन्दगी के रहेछ त भनेर त्यो विषयमा पनि अब अलिकता त्यो फिल्मले कहाँबाट सुरु गरेँ फेरि त्यहीँबाट के कन्टिन्यू गर्दै भयो मिलाउँछ नि। त्यसपछि त्यो मुभीको पात्रहरूले नि मलाई केही असर पार्यो, जिन्दगी के रहेछ र लास्टमा तपाईँले हेरिसक्नु होला त्यो फिल्म, जिन्दगी के रहेछ त अन्तिममा। पैसाको लागि स्ट्रगल गर्दा गर्दा मान्छे पैसाको लागि मरेर गयो नि त होइन। अनि त्यो पछि मलाई म गोर्खा आएँ। त्यसपछि गोर्खा आएपछि बुढीसँग सल्लाह गरेँ के व्यवसाय गर्ने त भनेर। पैसा पनि थिएन त्यो मसँग
यताउति गरेर 8,000 रुपियाँ थियो कि अनि 8,000ले एउटा के व्यवसाय गर्ने त भन्दाखेरि अब के व्यवसाय 8,000 के व्यवसाय हुन्छ र अनि मेरो बुढीले चाहिँ मलाई ठिकै छ नि त यस्तो गरौँ न जे पर्छ पर्छ पहिला यो 8,000ले अनि कोदो किनौँ भन्यो कि मलाई म त कोदो किन्यो भन्यो के कोदो किन्यो भन्ने कुरामा भने कोदो किन्यो भने अनि बुढीले चाहिँ रक्सी पारेर बेचौँ भन्यो कि मलाई घरमै लोकल रक्सी क्या अब घरेलु उत्पादन अनि त्यो रक्सी पारेर बेचौँ भने मलाई त्यो आइडिया पनि थिएन रक्सी कहिलेकाहीँ मम्मीले चाडबाडमा पार्नुहुन्थ्यो रक्सी हामी कहिलेकाहीँ अब खाने हो तर हामी किनेर खाइन्थ्यो या साथीभाइको घर जाँदाखेरि हामी अझै पाहुनाको हिसाबले खाइन्थ्यो अनि त्यो अनि 8,000को मेरो बुढी गएर कोदो फिनाममा गएर कोदो लिएर आयो कोदो ल्याएपछि अनि रक्सी पार्न थाल्यो बुढी रक्सी पार्ने म चाहिँ झोलामा रक्सी हाल्ने अनि बजार बेचिदिन्थेँ म चाहिँ कन्ट्याक्टमा के जस्तो चिनेको अङ्कलहरूलाई के जस्तो बाबाको साथीहरू अब अर्ग्यानिक त मान्छेले खान्छ नि त प्रायः मान्छेहरू सुगर अब प्रेसरको रोगी हुन्छ अनि मैले अङ्कलहरूलाई चाहिँ त्यसरी भनौँ न कन्भिन्स गराएर मैले चाहिँ झोलामा रक्सी बोक्दै हिँड्ने र रक्सी बोक्दै गयो अनि घरमा अनि डेलिभरी गर्ने काम गरेँ मैले लगभग 5-6 महिना होइन त्यसले आफ्नो घर परिवार त्यसले गर्दा अलिकति मेरो आर्थिक स्थिति अलिकता भनौँ न इम्प्रुभ हुँदै गयो खाना लाउनलाई समस्या भएन अलिकता भनौँ न अब खर्च कम गरेर त्यसले पनि पुगिरहेको थियो त्यसपछि फेरि अनि बुढीले होइन हाम्रो तल हाम्रो बच्चामा हुँदाखेरि बाबाहरूले आफू खानालाई एउटा खोर बनाउनु भएको थियो बुङ्गुरको खोर अन्त बुङ्गुर खोर अनि बुढीले चाहिँ होइन बाख्रा पालौँ न खसी बोका पालौँ अब दिनभरि म पनि फ्री हुन्छु रक्सी पारी माथि त म त्यति बेला पनि त्यो व्यवसाय नै गरेँ मैले खसी बोका बाख्रा पनि पाल्न थालेँ भनौँ न यो दुईवटा व्यवसायले अलिकति इम्प्रुभमेन्ट गरिदिएको जब मेरो छोरी जन्मिएपछि 1 वर्ष त दुःखै गरेँ होइन तब मेरो लाइफमा टर्निङ पोइन्ट आयो कि फेरि मलाई व्यवसायमा पनि फलिफा हुन थाल्यो म निर्माण व्यवसायतिर फेरि ब्याक भएँ म किन पहिला त मसँग त लगानी गर्ने पैसा थिएन नि त लगानी गर्ने पैसा नभएपछि ठेकापट्टामा अब कसैले पनि अब विश्वास पनि गर्दैन त्यसपछि मैले ठेकापट्टा गर्न थालेँ गर्दा त्यसपछि ठ्याक्क लाइफमा चेन्जेस आयो कि त्यसपछि बल्ल हामी अलिकता भनौँ अहिले जो खाना नबनाउनु दुःख छैन हर्ज छैन होइन पुगिरहेछ अनि अहिले त्यही क्रममा बाबु पनि छ होइन बाबु पनि 5 वर्ष भयो नानी अहिले 9 वर्ष भयो बाबु नानी छ अहिले चाहिँ मेरो भनेपछि ठ्याक्कै 9 वर्षकै अन्तराल भयो है 9 वर्षमा मेरो लाइफ धेरै चेन्जेस आयो अघि नै सानो पछाडि ब्याक गरेर फेरि अगाडि नै आउँछु म घरको मूल मान्छे भनेको बुवा हामी सबैले मान्ने बुवा जुन बित्नुभयो त्यसपछि जिन्दगीले अर्को टर्निङ पोइन्ट लियो होइन श्रीमती भाउजू मेरो भाउजू अर्को श्रीमती प्रेग्नेन्ट हुँदा पनि अब त्यो दुःखहरू त्यो अभावमा 9 वर्ष त कटिएन जे भने 9 वर्षपछि त्यो कुराहरू सम्झिँदाखेरि के दाइ अहिले सम्झिँदाखेरि चाहिँ तपाईँलाई के यस्तो अब सेन्टिमेन्ट हुने अनि त्यो भावुकताहरू त्यो कस्तो लाग्दो रहेछ कि त्यो कुराहरू चाहिँ यस्तो त अब मैले पछाडि फर्केर हेर्दै गर्दाखेरि जुन मान्छे साथीभाइहरू बाबा त म त्यसै मिस गर्छु होइन म बाबालाई हरेक एचिभमेन्टमा मेरो एचिभमेन्टमा बाबालाई मैले मिस गरेर हुन्छु होइन बाबा त अब जस्तो घरको एउटा मूल मान्छे हुनु र नहुनु घरमा धेरै इम्प्याक्ट गर्छ होइन काटेँ होइन बाबाको कुरा प्रायः अस्ति स्वस्ति भाइसँग कुरा गर्दाखेरि बाबाको कुराहरू आइरहेको थिएँ क्या म त झन् कि अब कस्तो बाबा छ भनौँ भने हुनुहुन्छ स्टिल तर माया के हो भन्ने कुरो चाहिँ मैले अहिलेसम्म महसुस गरेँ होइन कि मेरो बाउले मलाई याद छ म जन्मेपछि अहिलेसम्म चाहिँ मेरो बाउले चाहिँ 100 कपडा किनेर दिएको चाहिँ मलाई अहिलेसम्म याद छैन क्या मेरो बुवा आर्मी हुनुहुन्थ्यो आर्मी हुँदाखेरि बुवाको चाहिँ पुरानो कपडा आर्मी कपडाहरू चाहिँ लगाएको छु मैले होइन तर बाउले चाहिँ ल भनेर 100 कपडा किनेर दिएको याद छैन त्यो बुवा कुराहरू गरिरहँदाखेरि अनि कस्तो मन गरुङ्गो लाग्छ कि मलाई पनि यस्तो बाबाको हरेक छोरालाई आफ्नो बाबाको माया र यादहरू सधैँ रहन्छ होइन हुँदा नहुँदामा त्यसमा फरक पर्छ होइन जस्तो मैले चाहिँ मेरो कन्डिसनमा चाहिँ जस्तो पहिला बाबा हुँदा अब त्यति केयर गरिन्थेन कि त्यो मायाहरू त्यो बाबाले भनेको शब्दहरू अलिकता घोचिन्थ्यो नि त तर त्यो हाम्रै लागि भनेर रहेछ नि त त्यो कुराहरू त अहिले आएर रियलाइज भयो नि त अहिले त आफै बाबा भएको अब आफै बाबा भयो होइन जस्तो बाबा मम्मीले हामीलाई कुनै बेला हाम्रो भनौँ न त्यो पहिलाको अवस्थामा बाबु यो र त्यो गर नगर भन्दै गर्दाखेरि हामीलाई चाहिँ त्योलाई चाहिँ
के गरेर होला के भनिरह होला म बच्चा हो र भनेर नि धेरै हिँड्यो नि त्यसरी नि। त अहिले चाहिँ कस्तो हुन्छ बाबा नरहँदाखेरि चाहिँ हरेक चाडपर्व होस् हरेक कुराहरूमा चाहिँ मिस हुन्छ क्या। मेरो बाबा मसँग होइदिनु भएको म चाहिँ हेड अफ फ्यामिली चाहिँ हेड अफ फ्यामिली हुन्छ हेर्नु। मलाई चाहिँ दाइ के मोस्टली के एकदम धेरै मिस गर्छु कि मैले मेरो आमालाई चाहिँ होइन एकदमै मिस गर्छु कि हुनुहुन्न नि त थाहा छ मलाई। मैले पनि जति सक्सेसहरू गरेँ त्यो सक्सेसहरू देखाउनलाई चाहिँ सायद मेरो आमा भइदिएको भए चाहिँ केही क्षण भए पनि हाँस्नुहुन्थ्यो नि त। जिन्दगी त दुःख सुख चलिरहन्छ नि सबैको हुन्छ होइन, तर यस्तो कुराहरू अलिकति छुँदो रहेछ नि त कहिले चाहिँ। सुन्छ जब हामीसँग कुनै चिज थिएन पैसा थिएन परिवार थिएन होइन, हामीसँग केही नहुँदाखेरि मम्मी बाबा हुनुहुन्थ्यो होइन। अहिले हामीसँग हामीलाई पुग्ने सबै कुरा छ त, त्यो हुँदै गर्दा मम्मी बाबा हुनुहुन्न होइन र। त्यही कुरा त हो। यही कुराहरू खड्किन्छ मनमा, खड्किन्छ रुन मन लाग्छ, त्यो त स्वाभाविक नै हो होइन। हामी बाहिर अरूको नजर हाँसे पनि घर गएर त रुन मन लागिहाल्छ नि। चाडबाडमा सबैको मम्मी बाबाको फोटो ग्रुप फोटो देख्दै गर्दाखेरि सायद हाम्रो पनि त्यो त हुन्छ नि त होइन र। कुरा गऱ्यो भने म मोस्टली के बाबाको कुरा गर्दाखेरि छुट्टै तरिकाले कुरा गरिरहनु मन लाग्छ त्यो कुराहरू। अनि केही त छैन के कुरा गर्ने, एउटा माया पाएन भन्ने जस्तो हुन्छ नि। मेरो आमाले त्यसरी दुःख गरेर हुर्काउनु भयो क्या, त्यो कुराहरू यति धेरै याद आउँछ मलाई होइन। जब मैले टक्क मेरो कमाइ चाहिँ मेरो आमालाई दिने बेलामा चाहिँ आमा नै हुनु भएन नि त। अनि त्यो सम्झिँदाखेरि चाहिँ रुन्छु म बेला बेलामा, एक्लै बसेर रुन्छु, सम्झिन्छु आमालाई। ठिकै छ दाइ। अनि के छ त अब 9 वर्ष धेरै दुःख गर्नुभयो होइन, जन्मेदेखि गोर्खामै भए पनि एउटा टर्निङ पार्ट र एउटा चाहिँ तपाईँलाई जिम्मेवारी बनाउने एउटा पाटो त भयो त्यतिखेर होइन। त्यो अन्तरालमा सम्झिन पर्ने साथीहरू त्यस्तो कोही छ दाइ? त्यस्तो साथीहरू मैले अलमोस्ट गोर्खा बसेर कमाएकै साथी हो म। साथीहरूको कारणले अहिले यो स्थानमा छु। मेरो फ्यामिली त हुँदो भइहाल्नु भएको छ होइन, तर अलमोस्ट म यो मेरो यो हाइप मैले गोर्खा बजारमा अहिले जुन सुमन गुरुङ भनेर जुन इन्टरभ्यू दिन आइरहेको छु नि, यसको क्रेडिट सबै मेरो साथीभाइलाई जान्छ। तर एटलिस्ट त्यो साथीभाइमध्ये पनि जो साथीभाइहरू हामी मेरोमा छैन नि, त्यो साथीभाइको बढी चाहिँ अलिक याद आउँदो रहेछ। जस्तै मेरो साथीहरूको भनौँ न, मेरो यात्रामा शङ्कर शेष मोस्ट इम्पोर्टेन्ट व्यक्तित्व के मेरो लागि। शङ्कर दाइ, शङ्कर शेष होइन, उसँग मेरो हरेक कुराहरू सेयर हुने हो कि मलाई। हिजो भनौँ न शङ्कर र म त हामी त सँगै पढ्यो, सँगै खायो, सँगै हिँड्यो, हामी त लङ्गोटी आएर जस्तो भयो होइन। त्यसपछि अनि आएर अर्को साथी छ फेरि मेरो। त्यसपछि म कलेज लाइफ पछि जुन म हिँड्थेँ नि अलिकति आफ्नै फ्रिडम लाइफमा होइन, त्यसमा चाहिँ हाम्रो अशोक साई उहाँ नि बित्नुभयो होइन। कस्तो छ नि दाइ अशोक साईको पनि कस्तो कन्डिसनमा भेटेको भन्दाखेरि जब शङ्कर पछि हामी अब कलेज लाइफ आयौँ होइन, शङ्कर र म त्यसपछि अलिक बिचमा ग्याप भयो शङ्कर र म होइन। ऊ अब आफ्नो पढाइमा ध्यान दियो, अब भनौँ न सबै आफ्नो के अरे भविष्यकै खोजीमा हिँडिरहेको थियौँ नि त। शङ्कर त मभन्दा अब अलिकता अब परिपक्वता, ऊ पहिलेदेखि परिपक्वता हो फ्यामिलीमा। ऊ पहिलेदेखि मेलापात जाने, घरमा साथ सहयोग गर्ने, टोलमा छिमेकमा कसैलाई दुःख सुख पऱ्यो भने नि शङ्कर नै अगाडि हो कि। उमेर सानो भए पनि उसको जिम्मेवारी अलिकता परिपक्वता थियो शङ्करको। त्यो अब बिचमा चाहिँ शङ्कर मेरो ग्याप भयो। म बजारतिर आएँ, बजारतिर आउँदै गर्दाखेरि अशोक साईसँग भेटघाट भयो कि। अशोक साईसँग भेटघाट भयो, उसँग अब त्यहीबाट नि तिम्रो हामी कति अशोक साई र तिम्रो मेरो सम्झनाहरू धेरै छ नि। धेरै छ नि दाइ, बसियो खाइयो। ऊ साथीसँग भयो, ऊ पनि बिचरा बित्यो होइन। मान्छे सबै साथी मेरो दुइटै साथीहरू अलि भनौँ न सानै उमेरमा बितेर गयो होइन। त्यो कुरा अलिक खड्किन्छ। साथीहरू त छन्, अहिले पनि छन् मेरो साथीहरू जुन मलाई माया गर्नुहुन्छ होइन, मलाई साथ दिनुहुन्छ। एकैछिन शङ्कर दाइको चाहिँ कस्तो नमिठो याद छ क्या मसँग पनि। कस्तो भयो भने दाइ ठ्याक्क जुन घटना भयो नि दाइ, 2 दिन अगाडि नै हो कि पसलमा आएर के छ भाइ भन्यो, गफसफ गर्नुभयो। अनि कता हुन्छ दाइ आजभोलि भने काठमाडौँतिर भन्नुभयो। अनि सन्चो भएको छैन भाइ, यस्तो दुःख दिइरहेको यार मलाई यो बिरामीले गर्दाखेरि। नर्मल्ली आजभोलि त्यही कुराहरू भयो। अनि 2 दिनपछि त ठ्याङ्ग त्यस्तो कुराहरू सुनियो हस्पिटलमा होइन। गयौँ नि त हामी हिँड्दै राति गाडी चढेर हामी गयो नि, माइक्रोमा गयो हामी सबै। म त त्यो दिन अघिल्लो दिन दिपेन दाई म अगाडि गएर हामी भेटेर, ऊ भेन्टिलेटरमा थियो शङ्कर ग्रान्डी हस्पिटलमा। दिपेन दाई हामी गएर भेटेर आयो। अनि त्यसको फेरि हामी आज गएर के अरे
बेलुकी आयो होइन हजुर फेरि बेलुकी हामी हिँडेको त फेरि 2-3टा माइक्रो लिएर होइन र माइक्रोले जाम त्यस्तै थियो त्यतिखेर। त्यो हो क्या हामीले कमाउने भनेको साथीत्व भनेको त्यो बेला हाम्रो साथीभाइ कस्तो थियो भन न तिमी पनि बुझेछौ नि त्यो बेला साथीलाई पऱ्यो भन्दाखेरि हाम्रो 2-3 माइक्रो केटाहरू साथीहरू त्यो भनेको निस्वार्थ साथीहरू हो क्या पैसाले नै आउँदैन त्यो साथीहरू होइन र त्यो साथीहरू कमाउन गाह्रो हुने कि पैसामा त जो नि बिक्छ नि बिक्छ नि दाइ पैसा त अब तपाईँको पैसा छन् गेडी सबै मेडी छैनन् गेडी सबै टेडी भनेको तर हाम्रो गोर्खा बजारमा हाम्रो साथीभाइ अहिले पनि स्टिल छन् कि जुन साथीभाइलाई दुःख पर्दा एक वचनमा सहयोग गर्ने साथीभाइ अहिले पनि छन् नभएको होइन तर आदि जस्तो साथीहरू आफ्नो फ्युचरको लागि कहाँ होइन आफ्नो भविष्य कोर्नलाई अब विदेशी अवस्था पनि छ त्यो अवस्थाले अलिकति कम भयो होला अहिले स्टिल अहिले गोर्खा बजारमा हाम्रो साथीभाइ सर्कल हाम्रो ग्रुपमा दुःख पऱ्यो भन्ने बित्तिकै हाम्रो साथीभाइ अहिले पनि स्टिल हामीलाई पर्याप्त साथीभाइ अहिले पनि गोर्खा बजार चाहिँ हाम्रो चाहिँ छ यसमा चाहिँ म साह्रै खुसी लाग्छ क्या साथीभाइले गर्दाखेरि के त म ठ्याक्कै नि एकछिन कुरा काटेको कि तपाईँको होइन म पनि पछि आएँ नि त गोर्खा अनि जति साथीहरू भयो नि यो पैसाले किने साथीभाइ होइन नि त होइन गोर्खाको हाम्रो चाहिँ मायाले किने साथीहरू हाम्रो आत्मा साथ गरेको साथीहरू परेको बेलामा त जहाँ पनि उभिन आउँछ नि त हाम्रो साथीहरू होइन त्यो चाहिँ खुसी छ म पनि अब तपाईँले अघि भन्नुभयो जस्तै हो क्या कति कमायो के कमायो पैसा कति कमाइस् भन्दा पनि साथीभाइ चाहिँ धेरै कमाउँछु होइन छोटो अन्तरालमा मलाई जुन हिजो चिन्छ नि पहिला अब स्कुल पढ्दा कलेज पढ्दाखेरि चिनेको साथीहरू छ नि उनीहरूले चाहिँ गोर्खातिर पैसा कमाउँछस् है भनेर सोध्यो भने म पैसा चाहिँ कमाएको छैन साथी होइन साथी चाहिँ कमाएको छु है भन्छु कि मैले नि हामी आउँछ नि दुःख पर्यो ल यसो भनेर फोन गर्ने बित्तिकै होइन सबै एकजुट भइन्छ त्यो त्यही त मैले भन्नु खोजेँ जिउँदोको जन्ती जो पनि हुन्छ कि हजुर मर्दाको मलामी नै ठुलो कुरो महत्त्व राख्छ कि जिन्दगीमा जन्ती कतिजना जन्ती थियो भन्नु भन्दा नि मलामीमा कतिजना साथीभाइ आयो भन्ने कुरालाई नै मध्यनजर गर्दा चाहिँ हामीले जिन्दगी के भने बुझिन्छ कि होइन र जो जन्तीमा त जो नि आउँछ नि रमाइलोलाई जो नि आउँछ नि त्यही त तर मर्दा फेरि आफूलाई दुःख पर्दा फेरि साथ दिने साथीहरूलाई चाहिँ सदैव साथ दिनुपर्छ मेरो मोटो नै त्यही हो साथीहरू एकदम खुसी लाग्ने कुराहरू चाहिँ सकेर यार यति के कसम हर्डली के नभेटिकन हामी हो कि भन्नु रेगुलरली भेट भएन भने फोन कल भएकै हुन्छ नि त कहाँ गइसु कता हो तिमीहरू होइन अब सम्बन्धहरू त्यसरी नै चलि त रहेछ अहिले अब दाइलाई एउटा मैले त प्रत्यक्ष देखिरहेको छु अहिले स्टिल अहिले त सक्सेस हो होइन दाइ बिचमा बाहिर पनि जानुभयो होइन अब बिर्सिनु भयो क्या छैन म त्यो जिन्दगीले मलाई हिटानिरहेको छ अहिलेसम्म हिटानिन्छ त्यो भनौँ न त्यो इन्सिडेन्टले गएको म 2008मा कतार गएको कतार पैसै कमाउँछु म त्यहाँ वर्किङ भिसामै गएको तर मलाई चाहिँ कस्तो भयो भन्दाखेरि म पनि त्यो बेला अलिकति पैसा कमाउँ न त साथीभाइ सबै विदेशी हजुर होइन गीत नि सबै साथी गए धन कमाउन विदेश भन्ने गीत छ नि त मलाई पनि त्यो पैसा कमाउँ भन्ने एउटा जुनुन ढुटुटी आयो कि मलाई जान्छु अब 5-7 वर्ष बस्छु अलिअलि पैसा कमाउँछु आएर भ्यासा गरेर अब चिल्लाइ बिताउँछु भनेर विदेश तर्फमा म पनि जोसेरी हिँडेँ 2008मा होइन अब म कतारमा राम्रो छ त्यो बेला कति थियो स्यालेरी 45,000 भन्थ्यो मलाई 45,000 रुपियाँ दिन्छ तँलाई अफिसमा हो केही गर्नु पर्दैन त जा अफिसमा बस अब मिलसिल चेक गर्ने यताउति चिया पकाउने अफिस गएँ भनौँ न मैले त त्यो कामसँग सरोकारी राखिनँ कि मैले मलाई त पैसा चाहियो हो नि त पैसा कमाउँछु मलाई म त टोइलेट सोर्नु पनि सोधिदिन्थेँ कि मैले पैसा भयो त भनेर म चाहिँ हिँडिदिएको 2008मा हिँडिदिएको वैशाख 10 गते उडेको म यहाँबाट सबै याद छ होइन वैशाख 10 गते उडेँ मलाई पठाउने मान्छेको नाम चाहिँ म भन्दिनँ होइन किनकि सबैको आफ्नो पर्सनल लाइफ हुन्छ होइन उहाँ पनि मैले चिनेको मान्छे हो मेरो आफ्नै दाइ हो अनि गयो जाँदा फेरि म नि यहाँबाट 1 बजीको फ्लाइट थियो मेरो होइन मसँग खोल्तीमा 20 रुपियाँ थियो नेपाली पैसा अनि त्यसपछि अनि त्यो दाइलाई मैले मेरो एजेन्ट भनौँ न दाइ मसँग त पैसा छैन यसो 100-200 रुपियाँ त मलाई म्यानेज गरिदिनु न बरु म तपाईँलाई फर्स्ट स्यालेरी आएपछि पठाइदिन्छु बाटोमा केही खानुपर्ने होला नि त अब जिन्दगीमा पहिलोचोटि प्लेन चढिरहेको छु म एयरपोर्टभित्र पहिलोचोटि म एयरपोर्टमा टपतिर बसिरहेको छु है अनि त्यसपछि अनि ल त बस्दै गर म तँलाई 200 रुपियाँ त्यहाँ एक्सचेन्ज गर्नुपर्छ भनेर मलाई वेटिङमा राखेर त्यो दाइ बाहिर निस्किनु भयो म कुरे दाइ आउँदै आउनु भएन मलाई त्यहाँ बोलाइसक्यो होइन भने अनि त्यो दाइ आउनु भएन मलाई
होइन आउँदै आउनु होइन आउँदै आउनु भनिदियो दाइ आउँदै नआएपछि म अनि गएँ अब चढ्यो अरे एयर अरेबिया भन्ने प्लेन हो कि त्यो प्लेन चाहिँ जस्तो हाम्रो नेपालको सादा बस भने जस्तै त्यो चाहिँ नर्मल प्लेन सस्तो प्लेन अब हामीले त सुनेको छ प्लेनमा त खाना पाइन्छ होइन जे नै खाना पाइन्छ जति नै खाना पाइन्छ भने गएको पानी दियो हामीलाई सानो सानो उयो जस्तो होइन कि सानो प्याकेट थियो पाउँछ होला प्लास्टिककोमा पानी दियो मैले त अब पैसा छैन भोक लाग्यो प्लेनमा अनि मैले त अनि माथि त्यो बिल हुन्छ नि त बजाएर अनि खानेकुरा अर्डर गरेको पेमेन्ट माग्छ अब पैसा छैन अनि सरी भनी अब भोकै गयो होइन म गएर मेरो पहिलो ट्रान्जेक्सन शारजामा झार्दियो मलाई शारजा दुबई छ नि त्यहाँ झारेर अनि प्लेन पल्टी गर्न पऱ्यो नि त अनि पल्टी गर्ने क्रममा अनि ठ्याक्क मसँग झोलामा चाहिँ मेरो साथीहरूले चाहिँ फेरि साथीको कुरा आउँछ कि साथीहरूले बिचरा त्यसलाई कस्तो पैसा हुन्थ्यो र मलाई साथीहरूले 2-4वटा फ्रुटी 2-4 पोका वाइ चौचौ अनि 2 पोका जति चाहिँ त्यो दालमोट के दालमोट चाहिँ झोलामा हाल्दै रहेछ म थाहा थिएन कि त्यो कुरा अनि त्यो हामीले प्लेन चेन्ज गर्नु पऱ्यो नि त ट्रान्जिटमा अनि यसो लगेज मिलाउनु पऱ्यो भनेको यसो हेरेको त खानेकुरा छ अब फेरि आफूलाई त डर लाग्यो फेरि त्यहाँबाट फेरि कतारको छ फेरि ट्रान्जिट अब दिन्छ कि दिँदैन होइन त्यसरी आफ्नो लगेजको निकालेर खाना भनेर थाहा नै पछि दाइ थियो नेपाली दाइ थियो त्यो दाइ चाहिँ ल ठाउँ बिर्से पोखरा हो कि पर्वततिरको दाइ हुनुहुन्थ्यो कि त्यो दाइको चाहिँ आफ्नै भाइ रहेछ भाइले भिसा पठाएर रहेछ उर्किएको अनि त्यो दाइले चाहिँ नि दाइ म यस्तो छ यहाँ खाना मिल्छ मिल्दैन पैसा पठाउँदै म त 20 रुपियाँभन्दा नेपाली पैसा छैन यहाँ चल्दैन दाइ खाना मिल्छ भनेको मिल्छ भाइ खाऊ भन्यो अनि त्यसपछि मैले झिकेर सेयर गर्नु त हामी नेपालीको मन हो नि त अब विदेशमा हामी काठमाडौँमा भेट्दा त कति खुसी लाग्छ गोर्खाको मान्छे देख्दा फेरि त अब प्लेनमा नेपालको मान्छे यो एउटै देश जाँदैछौँ अनि त्यो दाइलाई मैले नि सेयर गरेँ 1 कुना फुट्यो र 1 कुना चोचो खाएँ अनि त्यो दाइलाई अब मन त हो नेपालीको त्यो दाइको मन पलाग्यो फेरि उसले मलाई के सोच्यो भाइ मसँग नि पैसा त छैन मलाई नि यस्तै पर्छ भनेर फोन गर्नलाई भनेर 10 रियाल कतारमा त रियाल चल्छ नि होइन अनि 10 रियाल रुपियाँ चाहिँ भाइ तिमी राखिराख अनि तिमीलाई अब के गाह्रो साह्रो पऱ्यो भने फोनसोन गर्नु पनि पैसा लाग्छ म 8 आयो त्यसपछि 10 रुपियाँ जस्तो किनकि त म त जुझारु गर्न सक्छु नि त म त्यो बेला त मोबाइल सोबाइलको जमाना थिएन मैले डायरीमा दाइको नम्बर पछि भन्छु त्यो दाइको छुट्टै महत्त्वपूर्ण भूमिका छ मेरो लाइफमा फेरि त्यो दाइको नम्बर थियो मसँग 10 रुपियाँ चाहिँ फोन गर्न मिल्छ मैले अनि त्यसपछि म कतार झरेँ मलाई लिन कोही नै आएन कम्पनीबाट कोही लिन आएन मलाई सबैको त्यो प्ले कार्ड हुन्छ नि सबैको आउँदै लाग्यो मेरो हेर्छु मेरो कम्पनी अल्जोल है अल्जोल कम्पनी समथिङ थियो कि अनि म त हेर्छु देख्दै अनि 10 रुपियाँ त छ मसँग 10 रुपियाँ जान्छु म फोन गर्छु भनेको 10 रुपियाँमा काहीँ फोन गर्न पाएन कतारमा चाहिँ यस्तो रहेछ कार्ड सिस्टम रहेछ कि कार्ड भएपछि गर्न पाउने ल्यान्डलाइन टु ल्यान्डलाइन फोन गर्दा फ्री लाग्ने फ्री अफ कस्ट तर जो पाइ त्यसलाई युज गर्न नदिँदो रहेछ कि तिम्रो चाहिँ कार्ड भयो भने चाहिँ त्यो कार्ड भएपछि फोन गर्न मिल्ने रहेछ अनि त्यसपछि मैले 10 रुपियाँको थियो खोल्तीमा अब 30 रुपियाँ पठाउँछ कार्डको अनि त्यहाँ म नि एयरपोर्टमै बसिरहेको थिएँ एयरपोर्ट बसिरहँदा फेरि अब त्यही त हो अब एजेन्टहरू हिँडिरहेको हुँदो रहेछ क्या अनि त्यहाँ एजेन्टलाई मैले एउटा यस्तो हेरेँ त्यसलाई मैले धेरै 10 मिनट जति त्यसलाई मैले अवलोकन गरेँ कि त्यसको मान्छे क्रियाकलाप अनि त्यो मान्छे हिँडिरहेको थियो यसलाई मैले अब किन केही 10 रुपियाँ दिएर भने कल्चर गर्छु अब भनेर मैले सोचिरहेको थिएँ ठ्याक्कै त्यो दाइ भेट भएको फेरि लगेज सकेज लिएर टक्क निसेर आइरहेको छ भाइ तिम्रो मान्छे आएन भनेर दाइ कम्पाउन्डबाट कोही नै आएन दाइ म त अल्पत्र परि अब विदेशमा आएको दाइ म त के गर्ने होला अब भन्दै गर्दाखेरि नात्यो भाइ एकैछिन पख भने उसो भाइले रिसिभ गर्न आएर रहेछ अनि भाइको मोबाइल माग्यो त्यो दाइले अनि त्यो दाइले मोबाइल मागेर अनि ल भाइ एक कल गर जसलाई पनि गर हामीसँग टाइम छैन दाइ भाइ पनि कम्पनी जानु पऱ्यो नि त अनि मसँग नम्बर थियो मेरो घर नजिकको अमृत भण्डारी दाजुको अमृत दाइ चाहिँ कतारमै हुनुहुन्थ्यो त्यो बेला म दाइको नम्बर चाहिँ मैले लिएर गएको थिएँ मैले अनि त्यसपछि चाहिँ मैले अमृत दाइलाई फोन गरेँ अमृत दाइलाई फोन गरिदिएँ दाइले हेलो भन्न पनि पाएको थिएन होला दाइ म सुमन गुरुङ कतार आएको मलपत्र परि मलाई कोही पनि लिन आएन म त यहीँ मरिदिन्छु यति शब्द बोलेँ मैले त किन आत्या म सुन्न आत्तिनँ भने दाइ कम्पनीमा के दाइ चाहिँ सुत्न लाउनु भएको रहेछ त्यो बेला म राति 11 बजे कति पुगेको थिएँ कतार अनि त्यो दाइलाई मैले के भने भन्दाखेरि त्यो दाइलाई मैले के भन्दा दाइ मसँग पैसा पनि छैन पैसा फोन गर्नलाई मोबाइल चाहिँदो रहेछ या कार्ड चाहिँदो रहेछ
म तपाईँले जसको नयाँ नम्बर मिस कल आउँछ सुमन भाइको भनेर मलाई कल ब्याक गर्नु दाइ मलाई थाहा छैन तपाईँ कति समयमा आउनुहुन्छ दाइ म 1 घन्टामा आउँछु भन्नुभयो दाइ र ठिकै छ भने फोन राखेँ मैले उहाँलाई विशेष धन्यवाद दिएँ कि एउटा नेपालीको मन कि एउटा चौचौरो फुटीले जोडेको मन कि सायद त्यो बेला भनौँ न मसँग सायद त्यो चौचौरो फुटी नभएको त्यो दाइसँग मेरो कुनै संवाद पनि हुन्थेन होला होइन ठ्याक्कै फिल्म त्यो एउटा रिसेन्टली एउटा फिल्म निकै भाइरल भएको थियो नि हिन्दी मुभी कि कुन चाहिँ त्यो कतारकै त्यो भेडा चढाउन लिएर ए त्यो पायो समथिङ म त्यो गोट लाइफ हो कि गोट लाइफ हो क्या गोट लाइफ हो त्यो मैले हेरेँ त्यो ल त्यस्तै त्यस्तै कहानी हुनु त्यो झन् मेरो कहानीभन्दा डेन्जर कहानी त्यो त होइन मेरो त खासै धन्न त्यो बेला नै अब गइयो मान्छे भेट भएन होइन अब यताबाट पैसा दिन्छु भने मान्छे फराएर हान्दियो उहाँ गएर पनि अनि कोही लिन नआउने भनेपछि त अनि त्यो जतिको पीडा त के हुन्छ दाइ त्यही त त्यसरी अब भन्दाखेरि दाइ अमृत दाइको नम्बर नभएको भए त तपाईँ अब त्यहाँ म चाहिँ अमृत दाइको नम्बर चाहिँ लिएर गएको थिएँ एउटा डायरीमा लेखेर अमृत दाइ चाहिँ त्यो बेला गोर्खा प्रवासी सङ्घ कतार समथिङको सचिव हुनुहुन्थ्यो दाइ त्यसपछि मैले दाइलाई फोन गरेपछि दाइलाई मलाई थाहा छैन मलाई छिटो पिकअप गर्न आउँदै जसको मोबाइलबाट मिस कल आउँछ त्यो मैले सम्झेर मलाई फोन गर भने मैले अन्त फेरि त्यो मैले हेरिरहेको छु नि त्यो एजेन्ट अनि त्यसलाई पनि मैले गफाने होइन दाइ यस्तो म दुःख भयो एकचोटि हजुरको मोबाइल छ मिस कल हाल्नु भन्यो अमित दाइले फेरि मिस कल हाने कल ब्याक गर्नुभयो फेरि उहाँले दाइ आधी घन्टा बन्द भनेको पखै भाइ मेरो साथी हस्पिटलमा छ त्यो हस्पिटलमा गरेर म आइहाल्छु भने दाइ आउनुभयो मलाई लिनु फेरि दाइ आउनुभयो होइन त्यहाँ कहानी छ क्या म त जो एउटा दुःख पऱ्यो पनि छुट्टै एउटा रमाइलो कहानी पनि त्यसपछि अनि दाइ लिन आउनुभयो मलाई होइन त्यसपछि अनि म अमृत दाइको कटेर गएर बस्यो बस्दै गर्दा बिहान अनि दाइ त ड्युटी जानु पऱ्यो नि दाइ त मेरो लागि भनेर बस्ने कुरा भएन अनि बिहान दाइ अफिस जानुभयो अब त्यसपछि अनि मलाई अनि दाइले म सोचिरहेको थिएँ थके पनि लाग्यो अनि यहाँ पैसा छ है अलिकति चिया भनेर दाइ जानुभयो कि अनि मैले त यस्तो फेरि म आफूलाई एउटा अर्को कुरा सोचेँ कि मैले फेरि म त दाइको लागि बोझ भइछु कि जस्तो लाग्यो फेरि होइन सुरुको दिन मैले आफूलाई दाइले मलाई के गरौँ म त्यसमा गइनँ कि म आफूले नै कि ओहो मैले गर्दा दाइलाई के समस्या आउने हो कि फेरि म त कम्पनी जानु पर्ने मान्छे दाइको क्वार्टरमा सुतेको छु दाइले पैसा फ्यात्त फ्यालेर जानुभयो मलाई त पैसा हेर्न मन लागेन कि मलाई नमजा लाग्यो अब दाइले कुन त्यो इन्टेन्सले त दिनु भएन भाइलाई माया गरेर दिनु भयो होला होइन बिहान उठ्यो फ्रेस भयो यसरी पैसा रहेछ अनि 10 रियाल दिनुभएको रहेछ मलाई त्यहाँ वरिपरि दाइको त्यो कम्पनी क्याम्पकै वरिपरि त्यो क्यान्टिन हुन्छ नि त त्यहाँ गयो अब चिया खाएँ जुस खाएँ अनि नास्ता पनि गरेर फोन गर्नुभयो दाइले मलाई साथीलाई त्यहाँ भाइ त मेरो साइडमा आएछ दाइ चाहिँ के अरे स्ट्रक्चरको काम गर्नुहुन्थ्यो कि बिल्डिङको काम गर्नुहुन्थ्यो दाइ अनि म त्यहाँ गएँ दाइकोमा गयो अब म त के सोचिदिनँ दाइले त मलाई कम्पनी पुऱ्याउनु हुन्छ होला म त घुम्नु गएको त होइन नि त म त मेरो अनि झोलासोला प्याकिङ गरेर दाइको गाडी चढेर मलाई गाडी पनि पठाउनु भयो दाइले कम्पनीको गाडी गएपछि दाइलाई भेट्न गयो दाइ त्यो साइडमा हुनुहुन्थ्यो कि ड्रइङको काम गरेर मात्र अनि त्यो कफी सफी ल्याएर दिनुभयो अनि दाइले ल जाउँ खाना खानु जाउँ भन्नुभयो मलाई त्यो मनमा परिरहेको थियो नि त दाइले अब म आएर दाइलाई कि असहज हो कि अप्ठ्यारो भनौँ न भन्ने म सोचिरहेको थिएँ अनि दाइले नि झोलासोला किन बोकेर त भन्यो मलाई दाइ म तपाईँले त कम्पनी जान आइज भने जस्तो लागेर त 1-2 दिन बस जबसम्म तपाईँ कम्पनीको मान्छे मेरो क्वार्टरमा लिन आउँदैन तँलाई म राख्छु तेरो जिम्मेवारी मेरो जिम्मेवारी त मेरो भाइ हो भनेपछि बल्ल म खुसी लाग्यो कि दाइको लागि म बोझ होइन रहेछु भन्ने मलाई महसुस भयो अनि त्यो कतारमा तरवार गेट भन्ने छ कि त्यहाँको क्यापिटल सिटी भनौँ न दाइले मलाई त्यहाँ लिएर जानुभयो मेरो सबैजना नराम्रो बानी छ कि म क्याजुअल गेटमा त्यति हिँड्दिनँ कि म कट्टु ल्याएर हिँडेको थिएँ होला कट्टु त मेरो फेभरेट हो होइन म कट्टु चप्पल ल्याएर नि गएको कि म त दाइको मान्छे गर्मी ठाउँ थियो गर्मी ठाउँ मलाई त थाहा थिएन नि त एलाउड थिएन रहेछ त्यो एरियामा कट्टु ल्याएर हिँड्नु पर्ने कता त त्यो बेला 2008मा त अलिक कतारमा त अलिकति त्यस्तो एलाउड थिएन नि नेपालीहरूलाई अनि एउटा रेस्टुरेन्टमा लिएर जानुभयो नेपाली रेस्टुरेन्टमा भाइ के खान्छस् त भन्यो म त यस्तो सोचेँ पछि दाइ पनि बिचरा दुःख गर्न आउनु भएको पैसा होला नहोला दाइ म त चाउमिन खान्छु भने सस्तो पर्छ भनेर फेरि अब त्यहाँ त खाना नेपाली खाना पनि पाइन्थ्यो नेपाली खाना महँगो अनि चाउमिन सस्तो होला भनेर अनि चाउमिन खाएँ नि 7 रियाल हो भात दाल भात तरकारी मासु भात खाएँ नि 7 रियाल हो भने भनेपछि बल्ल मैले नि दाइ मासु भातै खान्छु भनेर मैले अनि खाएँ पेटभरि खाएँ होइन त्यसपछि दाइले अनि कम्पनीको मान्छेलाई फोन गर्नुभयो लिन आयो मलाई म वैशाख 10 गते गएको मान्छे वैशाख 31 गते त म नेपाल फर्केर आएको म त्यहाँ बसिनँ कि म त्यहाँ मैले जुन काममा गएको थिएँ नि त्यो काम मैले पाएन कि त्यहाँ काम के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ
सप्लाई कम्पनी रहेछौँ कि हामी ए कन्स्ट्रक्सनको सप्लाई कम्पनी हामी अब त्यो भनौँ न पाइप बोकेर हिँड्नुपर्ने रड बोकेर हिँड्नुपर्ने अब त्यो जाबेल हान्नुपर्ने हुन्छ नि त्यो रोड खन्नुपर्ने म चाहिँ अनि क्विट गरिदिएर आइदिएको कि नेपाल मेरो आफ्नै रिक्समा म अनि नेपाल फर्केर आएको यस्तो भयो अब एजेन्टले धोका दियो भनौँ न विशेष गरी एजेन्टले भन्नु पऱ्यो अब किनकि काम एउटा भनेर आश देखायो नि त कि पहिल्यै कुरा क्लियर गरिदिएको भए आफू पहिला मेन्टली प्रिपेयर भएर गइन्थ्यो नि त होइन अब त्यो त तपाईँको एउटा काम भनेको छ उहाँ गएर अर्को काम भनेपछि त अनि मेन्टली प्रिपेयर नभएपछि त अहिले त्यहाँ एउटा सिस्टम थियो कि जुन हामीलाई मेन पावरले एउटा दिने एग्रिमेन्ट हुन्छ नि त्यो एग्रिमेन्ट चाहिँ हामीलाई च्यातेर फ्याल भन्यो कि टोइलेटमा सुरुमा नेपालबाट जाने बेला यो एग्रिमेन्ट त्यहाँ देखाउनु हुँदैन त्यहाँ अर्को एग्रिमेन्ट हुन्छ तिमीलाई योभन्दा राम्रो एग्रिमेन्ट त्यहाँ हुन्छ यो नेपालको एग्रिमेन्ट देखाउनु हुन्न भने हामी त सोझो मान्छे नेपाली म त गएर च्यातेर फ्याल्थेँ तपाईँको तर फेक रहेछ त्यो जुन चाहिँ हामीलाई एग्रिमेन्ट गरेर पठाउँछ नि त्यो एग्रिमेन्ट अनुसार त्यहाँ चाहिँ हुँदैन रहेछ सेम केस त्यस्तै भयो नि त राई सुरज मलेसिया भाइको सुरज मलेसिया जाने बेलामा के भयो भने म उडाउन गएँ नि त सालो जाने भनेपछि जानु पऱ्यो उडाउन गएँ मैले नजा भन्दा पनि मानेको थिएन गएपछि त्यो ओभरसिजमा गएर उ गरेँ हेरेँ स्यालेरी त जम्मा भनेको छ 40-50,000 त्यहाँ स्यालेरी देखाएको जम्मा 20,000 अनि मैले अनि नजा त कति खर्च भयो छोडिदिएँ 20,000को लागि मलेसिया जानु पर्दैन नजा भनेर भने मैले अनि होइन अब जान्छु म जसरी भनेर उडाएर फर्किएँ केही दिन त अब सुरुमा त कम्पनी अब राम्रो सेक्युरिटी गार्डको लागि थियो उनीहरू पनि त्यस्तै सेलरमै पऱ्यो अनि उहाँ गएर भने जस्तो केही पनि भएन भात खाने पैसा पनि छैन पकाएर खाने उहरू पनि केही पनि नभनी दुःख पोख्न थाल्यो रुन थाल्यो चाहिँ फर्केर आइज भनेर अनि पैसा यहाँबाट पैसा हालिदिएर फर्केर आयो नि त मेरो त स्यालेरी कुरा गरेर तिमी हाँस्छौ होला मलाई त अब 45,000 नेपाली भनेर गएको नि त म त्यहाँ जाँदा त म 350 थियो त्यहाँको मलाई स्यालेरी भनेको कति त्यो बेला 18-19 थियो रियालको हिसाब गरौँ न नेपाली कति भयो 7-8 हजार कन्ट्र्याक्टमा मलाई पठाएर छ यो त एकदम धेरै बाध्यतामा परेर जाने भयो क्या दाइ त त्यहाँ धेरै नेपाली छ नि त्यो बाध्यताले बस्ने म चाहिँ अलिकता मैले भने नि साथीभाइ दाजुभाइले धेरै एउटा मान्यता राख्छ कि मलाई एउटा के कन्फिडेन्स थियो भन्दाखेरि म नेपाल जान्छु र मैले लागेको पैसा मैले 90,000तिर गएको थिएँ नि त त्यो पैसा उठाउन सक्छु किनकि मेरो साथीभाइ नेपालमा छ भनेर दाजुभाइ छ भनेर म नेपाल फर्केको के उठाउनु मैले पैसा उठाएँ फेरि होइन मैले मेरो लागत सबै पैसा पनि उठाएँ मैले पैसा होइन ढिलो चाँडो गाह्रो साह्रो भयो मलाई एउटा अनुभव त भयो अनुभवमा त्यहाँ अनुभव सिक्यो त्यसपछि बाहिर जान मन लाग्यो कि लागेन त्यसपछि विदेश जाने फेरि हुटुटी त त्यही त हो नेपाल आएर के गरेर बस्ने फेरि मान्छेले कुराकाटी बाटो समाजमा यही अन्तरालमा एउटा फेरि सानो किस्सा छ फेरि यही अन्तरालमा दिपेन्द्र श्रेष्ठ दाजुसँग मेरो भेटघाट भयो उहाँ चाहिँ दाजुसँग चाहिँ मेरो सम्बन्ध पहिल्यैदेखि थियो हामी एउटै टोलको हामी त अग्रज हुनुहुन्छ होइन दाइले मलाई धेरै मोटिभेट गर्नुभयो लाइफ भनेको के हो विदेश नजा भाइ नेपालमा केही गर्छ सायद दिपेन्द्र दाइ नभएर म कुनै देश खाडी देशमा अब युरोपमा कहाँ हुन्थ्यो म कुन चाहिँ उसमा काम गरेर बसिरहन्थेँ नेपाल छोडेर नजा नेपालमा तैँले के गरेर गर्न सक्छस् भने दिपेन्द्र दाइले मलाई मोटिभेट गरेर नेपालमै बस्न बाध्यता बनाउनु भएको दिपेन्द्र दाइले अहिले यो अवस्थामा म छु नि जहाँ अहिले यसको क्रेडिट पनि दिपेन्द्र दाइलाई जान्छ मेरो बाबा पछिको मान्छु कि म दिपेन्द्र दाइलाई चाहिँ किनकि मेरो हरेक दुःखमा होइन मेरो अब भनौँ न त्यो कालखण्डमा भनौँ न त्यो सम्झिन चाहन्छु कि दिपेन्द्र दाइलाई चाहिँ म अहिले पनि दाजु भाइको सम्बन्ध छ दिपेन्द्र दाइसँग मेरो एउटा पारिवारिक सम्बन्ध पनि छ चाडबाड होस् नि जस्तो अस्ति नि लास्ट टाइम दसैँमा मम्मीहरू इन्डिया जानुभएको थियो नि त त्यो घरमा बुढाबुढी बच्चाबच्चीमा थिएँ सायद त्यो दसैँभरि नै म दिपेन्द्र दाइ घरमा गएर बिताएँ होला कि अब दिपेन्द्र दाइले आइज घर आइज हाम्रो फ्यामिली इन्भाइरोमेन्ट भाउजूले त्यति माया गर्नुहुन्छ होइन तपाईँको एउटा अभिभावक होइन मेरो बाबा पछिको स्थानमा चाहिँ म दिपेन्द्र दाइलाई देख्छु कि म चाहिँ त्यो छ दिपेन्द्र दाइले मलाई कति गाली गर्नुभयो माया नि गर्नुभयो होइन त गलत बाटोमा त हिँड्दै छस् सही बाटोमा हिँड भनेर मलाई जेसिसमा पनि दिपेन्द्र दाइले नै हो इङ्गेज म अलरेडी इङ्गेज थिएँ म जेसिसमा म त्यति बुझेको थिएन जेसिसमा त यतिको दुःख गरिस् केटा जेसिस अध्यक्ष हुनुपर्छ भनेर मलाई मोटिभेट गर्ने दिपेन्द्र दाइ नै हो फेरि दाइ अब जेसिस कुरा आइहाल्यो अब तपाईँलाई क्वेसन गर्छु है मैले अब ऱ्यान्डमली कुराहरू मिठो हुँदै गएको थियो अब धेरै लामो पनि हुन्छ होला सायद अब खासमा तपाईँ जेसिस
चाहिँ के भनेर चिन्नुहुन्छ र युवाहरूलाई कसरी चिनाउनुहुन्छ जेसिसलाई चाहिँ? नर्मल जेसिस भनेको 18 वर्षदेखि 40 वर्षको एउटा जमात सङ्गठित हुने त्यो एउटा ठाउँ भनेर मैले बुझेँ पहिला। हजुर। पहिला जेसिसमा मलाई 2010मा अफर आएको थियो। हाम्रो 2010मा हाम्रो विष्णु राणा मामा हुनुहुन्थ्यो अध्यक्ष त्यो बेला। त्यो बेला प्रस्तावित सदस्य हुनुपर्छ है भनेर मलाई प्रवीण बस्नेत, शरण शेष, उमेश गुरुङ, उमेश होइन काइसोल्टीहरूले मलाई चाहिँ यतिको युवाहरू आउनुपर्छ है। उहाँहरू त मभन्दा अगाडि हिँड्नु भएन जेसिस यात्रामा। ल आउनुपर्छ भन्दा त्यो बेला अब सङ्घ संस्था भनेर मलाई केही पनि थाहा थिएन कि। अब साथीभाइ मैले भने नि साथीभाइ पनि मेरो लागि सर्वहारा चाहिँ ठुलो थियो कि। पछि म अनि 18मा म उमेशको पालोमा सदस्य भएर म जेसिसमा यात्रा गरेँ। त्यसपछि म 20मा आएर म के अरे सुभाष मल्लजीको पालोमा म ढिपी हुने एउटा अवसर जुड्यो। अनि 21मा प्रवीण बस्नेतज्यूले मलाई एउटा ठुलो एउटा जिम्मेवारी दिनुभयो। उहाँले मलाई कोषाध्यक्ष बनाउनु भयो 2021मा। 22मा हाम्रो शैलेन्द्र सर हुनुहुन्थ्यो, उहाँको पाला चाहिँ म इबिपी हुने मौका पाएँ। हजुर। अनि 2023मा चाहिँ पुष्कर गुरुङ मेरो भाइ उहाँ अध्यक्ष हुनुभयो। उहाँ अध्यक्ष हुँदै गर्दाखेरि म चाहिँ उहाँले मलाई एउटा राम्रो जिम्मेवारी दिनुभयो कि कानुनी सल्लाहकार बनाउनु भयो। अनि 24मा चाहिँ म अनि अश्विन ढुङ्गानाको पालोमा म चाहिँ उहाँकै अध्यक्ष सल्लाहकार बनेँ। र 25मा चाहिँ साथीभाइको मायाले दाजुभाइ साथीभाइ यी साथीभाइकै जमातले मलाई चाहिँ यो नेतृत्वमा बस्ने अवसर जुट्यो मलाई 25मा चाहिँ। अहिले त अब गोर्खा जेसिसको डाइनामिक लिडरै हुनुहुन्छ होइन? के छ त योजनाहरू कसरी बनाइरहनु भएको छ, युवाहरूलाई कसरी मोटिभेट गर्ने, यसमा चाहिँ अब अरू युवाहरूलाई चाहिँ कसरी लाग्न प्रेरित गर्ने, त्यस्तो केही प्लानिङहरू गरेर बसिरहनु भएको छ? प्लानिङ त मैले प्लान अफ एक्सन मैले बनाएर मैले पेस पनि गरिसकेको छु मेरो बोर्डको साथीहरूलाई। जेसिस भनेको चाहिँ एउटा नेतृत्व र व्यक्तित्व विकास गर्ने एउटा संस्था हो। हजुर। होइन, यो नेतृत्व र व्यक्तित्वलाई आफूले सँगसँगै लानलाई समय, हजुर, समय चाहिँ टाइमिङ चाहिँ आफूले म्यानेजमेन्ट गर्न सक्नु पऱ्यो समयको। के भन्छ हाम्रो जेसिसकै भाषा पङ्क्चुअलिटी कि के होइन? जेसिसमा चाहिँ अब समय अब हाम्रो अन्तर्राष्ट्रिय संस्था भन्छ होइन। हजुर। समयको चाहिँ महत्त्वपूर्ण छ। समयको महत्त्व चाहिँ मलाई पुस्तक गुरुङले सिकायो। हजुर। मिटिङमा कुनै पनि प्रोग्राममा इन टाइम हुनुपर्छ, इन टाइम इङ्गेज हुनुपर्छ भनेर मलाई पुष्कर गुरुङ भाइ भए पनि। हजुर। अब मेरो त अध्यक्ष हो उहाँ 2023को। हजुर। मलाई पुष्कर गुरुङले चाहिँ समयको चाहिँ महत्त्व राम्रो सिकाउनु भयो। उहाँले चाहिँ उहाँ अहिले विदेशमा हुनुहुन्छ तर पनि मैले उसलाई हरदम म जेसिसको अध्यक्ष भएका त हरेक कार्यक्रममा म पुष्कर भाइलाई सम्झिरहन्छु मैले। तर दाइ है ठ्याक्क मलाई पनि केही कुराहरू जेसिस म पनि 2014बाट छिरेँ, धेरै कुराहरू सिक्यो, धेरै कुराहरू बुझियो, मोटिभेट कुराहरू होइन, ट्रेनिङहरू पनि लिएँ, कार्यक्रमहरू एटेन्ड पनि गरेँ। अलिकति टर्निङ पोइन्टहरू चाहिँ युवाले नै गर्दो रहेछ कि जस्तो मैले भन्नु जस्तो धेरै कुराहरू रोकिरहेको जस्तो थियो नि त। अनि पुष्कर गुरुङले हाम्रो पुष्कर भाइ ठ्याक्क अध्यक्ष हुँदाखेरि एउटा टर्निङ पोइन्ट उसले छुट्टै देखाइदियो नि त। म पुष्करबाट नि केही कुरामा इन्सपायर छु होइन। अब युवाहरूको जमातलाई कसरी आफूले अब सही ढङ्गमा समाजमा आफूले कसरी परिचालित गर्ने, कसरी चिनाउनु पर्छ भन्ने कुरामा नि अलिकति पुष्कर भाइको पालामा नि धेरै काम भयो, राम्रो राम्रो काम भयो। जुन सप्ताह गर्नुभयो उहाँले। हजुर। जुन सप्ताह बिचमा धेरै ग्याप भएको थियो होइन। अनि सप्ताहमा उहाँले एउटा राम्रो भूमिका निर्वाह गरेर एउटा गोर्खा जेसिसलाई फेरि एउटा पुनर्जन्म दिनुभयो होइन। जस्तो अब मैले पनि अस्ति भर्खर रिसेन्टली तपाईँ नि छोटो समयमा त धेरै काम गरिसक्नु। मैले जस्तै मेरो एउटा साथीभाइले माया गरेर जुन टिमवर्क छ, मेरो सबैको आफ्नो कोर टिम हुन्छ होइन। जेसिसमा मेरो कोर टिम छ कि। हजुर। मेरो कोर टिमको साथीभाइ यतिसम्म एक्टिभ हुनुहुन्छ कि मेरो एक कल मैले फोन गरेर ल साथीहरू यो प्रोग्राम गर्नु भन्ने बित्तिकै ओके गरौँ न, पछि गरौँ न, त्यो सोच्दैन मेरो साथीभाइले। साथीहरू यस्तो कार्यक्रम गर्नु छ के ओके। उहाँहरू सदैव मेरो 24/7 म साथीहरूलाई यति दुःख दिएको छु कि मैले साथीभाइले भन्न मात्रै नसकेर म राति 12 बजी नै फोन गरिदिन्छु, 2 बजी नै फोन गरिदिन्छु, बिहान 5 बजी नै फोन गरिदिन्छु, तर सबैले मेरो फोन रिसिभ गर्नुहुन्छ कि। किनकि म एउटा पोजिटिभ वेमा हिँडिरहेको छु नि त अहिले। तपाईँले गर्नुभएको कामहरू सबै ठिक छ नि दाइ। मैले के एउटा कुरा सोध्न मन लागेर जेसिसमा छिरेपछि सुमन गुरुङको चाहिँ एउटा व्यक्तित्व, त्यसपछि एउटा चाहिँ समयहरू चिन्ने बुझ्ने को चाहिँ इँटा थपेको होला है त्यो म त्यो म लाउने कुरामा छ नि। हजुर। अब त्यो कुरा म अलिकता पछाडि नै छु कि। म भनौँ न म यो अब एजिटिभ मलाई प्रायः मान्छेहरूले कटु र चपाउनै देख्छ कि।
जस्तो फर्मल गरिन पर्छ है भनेर मलाई पुष्करले सिकायो कि पुष्पको पालामा होइन अब धेरै थोरै अलिअलि बुझ्दै आएँ कि म होइन अहिले आएर आफ्नो यो जुन नेतृत्वको म कुर्सीमा बसिरहेको छु नि त्यही भएर कतिपय कुराहरू आफू नेतृत्व लिने क्रममा साथीभाइको सल्लाह सुझाव पनि धेरै मान्यता राख्छ कि कुरा गर्दा जति गरे पनि सकिन्न हेर्दा हेर कफी खाँदा पनि हामी कुरा गरेरै बसिरहेको हुन्छ है हाम्रो फेरि यस्तो छ फेरि अब फेरि प्रकाशमा अलि जिसिसीको बारेमा बेसी बोलिरहेको छ हामी त बिहान कफी टाइममा जिसिसी गफ हुन्छ खाजा खाने टाइममा जिसिसी गफ हुन्छ बेलुकी यसो साथीभाइ भेटौँ जिसिसी कुरा त किनकि जिसिसी यस्तो राम्रो प्लेटफर्म हो कि जुन हामी युवाहरूले एउटा केन्द्रित बनाएर त राखेको छ नि त जिसिसीले जस मैले पनि सिक्दाखेरि मलाई पनि अलिकति खुसी लाग्छ बोल्न त बोल्थेँ म तर यतिको कन्फिडेन्ट साथ चाहिँ म रियरली बोल्न सक्दैन है कहीँ पनि क्यामेरा फेसहरू गर्न सक्दैन अब कुनै भिडभाडमा चाहिँ प्रोग्रामहरू भयो भने त्यहाँ गएर चाहिँ कुराहरू ढुक्क भएर बोल्न सक्दैन कि बोल्यो भने कुरा अड्के जस्तो हुने के कुराहरू कि त्यो मुख सुके जस्तो हुने डर लाग्ने के म चाहिँ त्यस्तो हुन्थ्यो कि मलाई अनि मैले फेरि ज्वाइँको कुरा गरेँ म चाहिँ बोल्नेमा भन्दा गर्नेमा विश्वास राख्ने मान्छे हो फेरि त्यो त किनकि मलाई बोल्न आउँदैन अनेस्टली म भनिदिन्छु अब फर्स्ट टाइम म पोडकास्ट गर्दैछु नि प्लेटफर्म त मलाई जेसिसी दियो नि त सायद म जेसिसीको अध्यक्ष नभए त यतिको क्यामेरा यसरी फेस गरेर म बोल्न सक्थिनँ होला नि हरेक कुरा जब म अध्यक्ष बन्दै आएपछि धेरै लाइफमा मेरो नयाँ काम हुँदै गएको छ एक्सपिरियन्स लिइरहेको छु मैले अब बोल्ने मौका पाछु अब बोल्नुपर्छ होइन अब जस्तो क्यामेरा फेसको कुरामा जस्तो विराज भाइले अस्ति मलाई फोन गर्यो भाइ म सक्दिनँ अहिले पछि गरौँ न भनेको कहाँ हुन्छ दाइ तुरुन्त आउनु तुरुन्तै गर्ने भने आएर जो क्यामेरा फेस गर्नेसम्म त म भइन् नि एउटा व्यक्तित्वमा मलाई केही प्लस पोइन्ट त भएन जिसिसमा लागेर जिसिसमा लागेर धेरै कुराहरू पोजिटिभ कुराहरू आफूले लिएर हिँड्न सक्यो भने नेतृत्वमा अवश्य पुगिन्छ त्यही त अब अहिले त तपाईँ अभिभावक पनि भइसकेको छ होइन त्यसपछि आमा हुनुहुन्छ घर परिवार सबै छ खुसी हुनुहुन्छ के छ यो सबै समग्रमा के दाइ अब जन्मेदेखि मान्छे त मर्नुपर्छ एकचोटि जीवन भने चाहिँ के रहेछ दाइ तपाईँले सर्टकटमा भन्नु पर्दाखेरि अहिलेको भोगाइहरू त्यसपछि स्ट्रगलहरू होइन सर्टकटमा सम्झिँदाखेरि चाहिँ तपाईँलाई के लाग्छ दाइ जीवन भनेको चाहिँ जीवन अहिले आएर बुझ्दाखेरि चाहिँ एउटा भोगाइ हो जुन हामी छोरा मान्छेको हजुर लाइफमा कहिले पनि सकिँदैन जीवन एउटा भोगाइ नै हो दाइ अनि भोगाइले मान्छेलाई धेरै अनुभव पनि बनाउँछ मान्छेको स्वरूप पनि परिवर्तन गराउँछ मान्छे जिन्दगीमा जस्तो मेरो लागि चाहिँ भोगाइ नै हो म भोगिरहेको छु अहिले पनि हिजो नि भोगिरहेको थिएँ आज नि भोगिरहेको छु भोलि पनि भोगिरहने छु म तर केही कुराहरू सहज छ नि त अहिले चाहिँ सहज केही कुरा होला तर फेरि चुनौतीहरू पनि बढ्दै थपिदिएको छ नि त हाम्रो छोरा मान्छेको भनौँ न मैले भने नि चुनौती आइरहन्छ यसलाई चाहिँ सल्भ गर्दै जाने फेरि नयाँ चुनौती आउँदै जान्छ त्यो नयाँ चुनौतीलाई हामीले फेरि फेस गर्दै सल्भ गर्दै अगाडि बढ्नु नै हाम्रो जन्मेपछि नमरुन्जेलसम्म खानाकै लागि भए पनि भोगाइ नै हामी सङ्घर्ष गर्दै जाने त्यसपछि त्यसले एउटा पाठ सिकाउँछ गल्तीहरू नदोहोऱ्याइकन अगाडि बढ्दै जाने नि त यो अहिले जे जति छ नि आमा खुसी हुनुहुन्छ भाउजू खुसी हुनुहुन्छ होला नि त घर परिवारमा सबै मेरो त संसारै आमा हो होइन हजुर बाबा हुनुहुन्न होइन हजुर अब आमा त नकिनेर किन्न पाइन्छ होइन नमागेर पाइन्छ होइन अनि जबसम्म मेरो आमा जीवित हुनुहुन्छ मेरो लागि मेरो भगवान् पनि मेरो आमा एउटा कुरा भन्छु दाइ होइन त्यो आमाको चाहिँ मन चाहिँ कहिले नदुखाउँदा है मैले अहिलेसम्म दुखाएको छैन होइन अहिले म छातीमा हात राखेर भन्छु होइन मेरो आमालाई मैले दिने खुसी सानो खुसी ठुलो खुसी जति आफ्नो हैसियतले दिन सकेको छु खुसी नै राखिरहेको छु मेरो खुसी नि दाइ सानो र ठुलो चाहिँ हुँदैन तर जति खुसी दिनुहुन्छ कि त्यो चाहिँ दिनुहोस् कि किनकि त्यो पीडाहरू भनेको मलाई छ नि त जसको आमा छैन उहाँले सायद उसँग जति नै खुसी भए पनि आमा नहुने मान्छे जहिले पनि अभागी नै हुने अभावै हुन्छ त्यो कुराहरू छ जस अब अहिले चाहिँ तपाईँ एउटा सक्सेस हुँदै गर्दाखेरिको एउटा चाहिँ अब आफ्नो उमेर सँगसँगै केही कुराले सक्सेस पनि गरिरहनु भएको छ होइन सङ्घर्षहरूले अगाडि पनि बढिरहनु भएको छ
यो कुराहरूमा मोस्टली अझै पनि सम्झिन पर्ने साथीहरू त्यस्तो कोही छ मनमा लागेर क्या एकदम ट्याक्क पहिलो प्राथमिकता मेरो आमा मेरो श्रीमती मेरो छोराछोरीलाई जान्छ होइन। हजुर अनि म जुन एउटा गलत बाटोमा हिँडेको थिएँ कि हिँडेको थिइनँ त्यो समाजले नै एउटा ट्याग दिने कुरा हो। त्यो ट्यागमा हिँड्दै गर्दाखेरि चाहिँ मलाई दिपेन्द्र शेष दाजुले हजुर उहाँले चाहिँ मलाई चाहिँ ट्र्याकमा चाहिँ ल्याएर जस्तो लाग्छ मलाई। हजुर दाइले मलाई धेरै मोटिभेट गर्नुभयो कि सायद मैले भनिनँ अघि नि सायद दिपेन्द्र दाइसँग मेरो भेट नभएको भए सायद म विदेशमा हुन्थ्यो होला। हामी यसरी पोडकास्टमा भेट्ने मौका पनि जुट्थेन होला। दाजुभाइको सम्बन्ध चाहिँ जोइन्ट जेनेरेसन पनि भइन्थेन होला होइन। म स्पेसल दिपेन्द्र दाइलाई म विशेष धन्यवाद दिन चाहन्छु होइन। मेरो लागि अब अघि भने नि मैले मेरो बाबा पछिको स्वरूपमा दिपेन्द्र दाइलाई हेर्छु मैले चाहिँ। अब दाइले चाहिँ मलाई त्यति मोटिभेट त्यति सपोर्ट गर्नुभएको छ आर्थिक भौतिक नैतिक होइन। दाइले पारिवारिकदेखि हरेक दाइले सकेको सहयोग मलाई गर्नुभएको छ कि मलाई भाइको लागि एकदम मनपर्ने मान्छे दाइ। मलाई भर्खर गोर्खा सुरुमा बस्दाखेरि ल सुमन भाइ मोबाइल ट्रेनिङ गराउनु पऱ्यो है सक्छौ त भनेर आएर म त त्यतिखेर नयाँ थिएँ नि त भर्खर स्टार्टिङ पसल गरेको समयतिरै हो कि भर्खर पसल दाइले रिक्वेस्ट गर्नुभएपछि प्रस्ताव राख्नुभयो गरौँ न त दाइ भनेर ट्रेनिङ चलाएँ। मलाई याद छ त्यो ट्रेनिङ मलाई पनि दाइले भन्नुभएको थियो त्यो उद्योग बारीसँगले मोबाइल ट्रेनिङ दिने क्रममा मलाई पनि त यसरी बस्नुभन्दा जा ट्रेनिङमा जा भाइ भन्दाखेरि म चाहिँ त्यो बेला भनौँ न त्यो बेला अब सुनेन म आफ्नै सुरले हिँड्थेँ नि त्यो बेला याद छ मलाई त्यो कुरो। ए तिमी थियो तिमीले याद मोबाइल कसम थाहै छैन मलाई यादै गरिनँ कि मैले त्यतिखेर अनुहारहरू सक्यो हो होइन छैन ऱ्यान्डमली यस्तो यही त हो नि भने त यार नकाट है यो कुराहरू आज नकाट के अरे। अनि के छ त यार अब बस्यो गफ गऱ्यो होइन जस अहिले सक्सेसै मान्छु म चाहिँ। अहिलेसम्म अब यहाँ लेखेका कुराहरू त खासै केही नि सोधेको छैन यसो हेरेँ मात्रै मैले त्यस खुसी चाहिँ लाग्यो आज आफ्टर लङ टाइम दि गोर्खा पोडकास्ट 5th एपिसोडमा जेसी सुमन गुरुङ अब नन जेसिसहरूले अब चाहिँ अब बुझ्नुहुन्न नि त जेसिस भनेर होइन तर जेसिस सुमन गुरुङ भए पनि मेरो नाताले जेठान बनाएको छु सम्बन्ध दाजुभाइको सम्बन्ध त पहिल्यै थियो नाताले एउटा म होइन तपाईँले पनि धेरै गार्जेनको भूमिका खेल्नुभयो नि त यहाँ पछिल्लो समयमा थाहा छ मलाई धेरै कुराहरू होइन सहयोगहरू त्यो कुराहरू सधैँ याद रहन्छ। दाइ अहिले अब लास्ट एउटा कुरा सोध्छु कि पैसा के रहेछ त अनि पैसा कतिको महत्त्वपूर्ण हुन्छ र अहिले त्यही पैसा कमाउनको लागि मरिहत्ते नै गर्नुपर्छ कि पर्दैन दाइ? यस्तो हो पैसाको नै आफ्नो ठाउँमा एउटा महत्त्व छ होइन। पैसा नै ठुलो पैसा नै सबै कुरो नै होइन। हजुर जब मान्छेलाई आवश्यकता पर्दा पैसा चाहिन्छ है। हजुर अब मलाई मेरो विगतमा पैसाको पनि ठुलो एउटा महत्त्व थियो। हजुर मान्छे पैसाको पछाडि भाग्नु भनेको आफ्नो जिन्दगी नै बिगार्नु जस्तो लाग्छ मलाई चाहिँ होइन। मेरो पोइन्ट अफ भ्यूमा मेरो पर्सनल पोइन्ट अफ भ्यू पैसा आवश्यकता छ होइन। मान्छेलाई पैसाको चाहना हुनुपर्छ तर आफूलाई पैसा भनेर आफ्नो साथीभाइ नातागोता नै छोडेर पैसाको पछाडि डकुनु चाहिँ म त्यस्तो मेरो लाग्दैन। मलाई चाहिँ पैसाको के भूमिका छ पैसा चाहिँ हुनुपर्छ आफूलाई सन्तुष्ट हुने तरिकाले के मान्छेलाई लोभ हुन्छ नि अम्बानीलाई नि होला नि अम्बानीलाई अहिले पनि पैसालाई कुदिरहेको छ नि त लाखलाई करोडलाई अरबलाई खरब बनाउने मान्छे सुस्त हुन्छ राख्नु पनि पर्छ तर त्यो राख्दै गर्दाखेरि आफ्नो विगतहरू आफ्नो परिवार साथीहरूलाई छोडेर पैसाकै पछाडि कुद्नु चाहिँ मलाई चाहिँ त्यो जरुरत लाग्दैन जस्तो लाग्छ मलाई चाहिँ। ठिक छ यो 2 घन्टै भयो क्या अब बिस्तारै ऱ्यान्डमली बिस्तारै अब क्लोज गर्नुपर्छ। ठिक छ कस्तो लाग्यो त दाइ पोडकास्ट? मलाई यो मेरो पहिलो अनुभव हो पोडकास्टमा। मैले सोचेकै थिइनँ म यसरी टिक्न सक्छु बोल्न सक्छु भन्ने कुरा मलाई लागेकै थिएन तर अब एउटा भनौँ न फ्यामिलीको गफ हो साथीभाइको गफ हो दाजुभाइको गफ भनौँ त्यो फ्लोमा समय बितेको मलाई थाहा नै भएन भाइ यार र मलाई त्यो नर्भसनेस भन्ने कुरै भएन। म यसरी बोल्न सक्छु भनेर म त सोचेकै थिएन। म सुरुमा भिडियो टेक गर्ने प्रोमो भिडियो बनाउने टेक गर्ने बेला 70 कि 80 चोटि टेक गएको छु कि अनि कहिले बोली मिल्दैन कहिले कहिले अनुहारको एक्सप्रेसन मिल्दैन होइन यस्तो म त 1 घन्टा म त यसरी बोल्न बात बोलिरहन्छु जस्तो लाग्यो यस्तो के त अनि पछि भने गरे 2 घन्टा कि 3 घन्टा लाग्यो त एउटा 10 सेकेन्ड कतिको छ होइन भिडियो
त्यो प्रोमो भिडियो बनाउन त्यो शब्द लेख्नलाई चाहिँ के शब्द ल्याएको बोल्दै गयो बिर्सिन्छ कहिले यस्तो के अब मैले पनि सिक्रेट लेखेर यो प्लानमा बोलौँ भने भए चाहिँ म नि सक्दिनँ होला म नि अग्किँदैन म नि किन मलाई त्यो मैले भने म कुनै एउटा वक्ता होइन कि म चाहिँ होइन म भर्खरै सिक्दैछु हिँड्दैछु होइन वक्ता भयो पो बोल्नलाई गाह्रो छैन नि त हामी अब कहिले नबोल्ने मान्छे यसो एक्कासी क्यामेरा फेस गर्दाखेरि त अनि हाम्रो मनले कहाँ अनि हाम्रो 4-5 जना अगाडि बोल्न त हाम्रो सकिँदैन हो अहिले चाहिँ मलाई चाहिँ कस्तो टेक एन्ड इजी जस्तो लाग्छ कि अब किनकि म त बानी पऱ्यो नि त अहिले चाहिँ बानी पऱ्यो नि त अनि त्यस्तो खासै सक्दैन र गाह्रो हुन्छ र जस्तो फिल चाहिँ आउँदैन कि अहिले त्यही त मैले आज फर्स्ट टाइम मैले प्रोडकास्टमा आइरहेको छु तर म चाहिँ 10-15वटा प्रोडकास्टमा मैले बोले जस्तो मलाई त्यो फिल भइरहेको छ कि एक्सपिरियन्स वाइज म फुल एक्सपिरियन्स भएर बोले जस्तो मलाई महसुस भइरहेको छ कि कफी खाने ठाउँमा चलाइदिनु पर्छ कि एक्चुअली चल्छ राम्रै चल्छ नि कफी ठाउँमा नि विराज कफी सपमा एउटा कि सबै त्यहाँ त खतरा खतरा गफ निस्किन्छ नि त देश विदेशको कफी गफमा भन्दा पनि मलाई थाहा छैन मैले भन्नु खोजेको कफी गफ भन्ने चल्छ चिया गफ कफी गफ जे भयो नि एउटा के ओपन वाइज के त्यो कोठामा होइन कि ओपन के ओपन त नि केटाहरू सबै बसेर सबैले आफ्नो पोइन्ट अफ भ्यू राखेर यो टपिकमा होइन ऱ्यान्डम टपिकमा गफ गऱ्यो भने राम्रो चल्छ त्यो कुराहरू नि शनिबार मिलाउनु पर्छ कि केटाहरू सबै हुन्छ नि त शनिबार हुन्छ त्यो सबै साथीभाइ 10-15 जना राखेर सबैले 1 घण्टा कुरा गरिहाल्छ नि त त्यहाँ सबै क्षेत्रको साथीहरूलाई बोलाएर के कोही अब संस्थाको हुन्छन् कोही अब ब्याङ्क अरूलाई नबोलाउने हाम्रो केटाहरू हाम्रै केटाहरू जुन बसेर सधैँ दैनिक जे गफ हुन्छ नि दाइ एज इट इज गफ राम्रो हुन्छ त्यो बाहिर जाने कुराहरू गरेर हुन्छ कतिपय कुराहरू अब पैसै कमाउने कुराहरू गरेर हुन्छ होइन मलाई अब यो कुरा फेरि जेसिसको भएर एउटा कुरा जोड्न चाहेँ मैले फेरि भन्नु न जुन यही कुरा मलाई हाम्रो अहिलेको नेसनल प्रेसिडेन्ट जेसी रजनी थापाज्यूले मलाई कुरा गर्नु भएको थियो कि अस्ति हामी लोमनोममा सिमरा गएको थियौँ नि हामी त्यो बेला चाहिँ दादा हजुरले सक्नुहुन्छ तपाईँ त्यो बोल्ने मान्छेले तपाईँले एउटा चिया गफ उहाँले पनि एउटा इन्टरभ्यू दिनुभएको थियो चिया गफ भनेर एउटा जेसिसको बारेमा अनि तपाईँले सक्नुहुन्छ म त कहाँ सक्ने क्यामेरा फेस गर्न म सक्दिनँ कहाँ हुने होइन दादा तपाईँले सक्नुहुन्छ भन्नुभएको थियो त हाम्रो नेसनल प्रेसिडेन्टज्यूले त्यही टाइपको जेसिसबाट एउटा प्रोग्राम चलाउँ न त हुन्छ एउटा जय जेठान मिलेर शनिबार गर्ने त बिराज के छ होइन जेसिसमा ऱ्यान्डमली कुरा हुन्छ कि त्यहाँ त पैसा कसरी कमाउने गफ निस्किने होइन व्यवसाय कसरी गर्ने अनि ठुल्ठुलो व्यवसायहरू छ नि त गोर्खामा नि राम्रो राम्रो मान्छे उहाँहरू कसरी सक्सेस भयो आज त्यस्तै कुराहरू गर्दै बसिरहेको थियो कि हामी पछि म जाँदा चाहिँ प्रायः हाम्रो चिया गफ त्यही त हुन्छ नि आफ्नो भविष्य कसरी कोर्ने होइन जीविका त्यही अब स्ट्रगल फेस हो सबै साथीहरू अहिले त्यसरी ऱ्यान्डमली गर्दाखेरि ठिक हुन्छ कि जस्तो लाग्यो त्यहाँ केटाहरू सबै हुन्छ माइक चाहिँ पुग्दैन डिजे आएको माइक मगाउनु पर्ला जस्तो छ अनि त्यो गर्नु पर्ला ल धेरै धेरै धन्यवाद दाइ होइन तपाईँलाई आइदिनु भयो दि गोर्खा अन एयर पोडकास्ट हामीले सुरु गरेको पनि लगभग भइसक्यो बिचमा केही कुराहरूले गर्दाखेरि भिडियोहरू सुट गर्न पाएन त्यो चाहिँ मेरो आफ्नो कार्यव्यस्तताले गर्दाखेरि थियो अब अहिले फ्रीली छु गरिरहेको छु अब रेगुलर आउँछ एपिसोड माया गरिदिनुहोस् गोर्खाको पहिलो र एकमात्र दि गोर्खा अन एयर पोडकास्ट हामी आज 5th एपिसोड तपाईँहरूको माझमा लिएर आउँदैछु र हाम्रो गेस्ट हुनुहुन्थ्यो सुमन गुरुङ मेरो जेठान साहब त्यसपछि अरू के भनिदिनु त के छ भन्नुपर्ने कुराहरू अर्को गेस्टहरू केही यताउता आज भाइ नै आत्तिसक्यो यार हाम्रो प्रोग्राम जय जेठानको प्रोग्रामले भाइ आत्यो यार ऱ्यान्डमली यस्तै हुन्छ नि त पोडकास्टहरू त गफ गर्दै चिल पाराले गफ गर्ने हो खासमा गफ गर्दै जाँदाखेरि